कथम परीक्षितः राज्ञ स्थापितो ह्यः सुचेकुले प्रवृत्तितो कलौ सर्वसारपुत्रगतो महान् करुणापारेण हरिणाप्यधर्म कथमीक्षते इमं मे संशयं सिद्धि तद्वाच सुखितास्म्यहं नारदोवाच यदि पृष्ठतया बाले प्रेमतः श्रवणं कुरु सर्वं रक्षामि ते भद्रे कसलं ते गमिष्यते तामुकुन्दो भगवान् संतप्तः सपदं गतः तद्दिनात् कलिरायातः सर्वसाधनबाधकः निष्ठुतिजय राज्ञ दीनवत्सरणं गतः न मायामृणयूयं सारङ्ग इव सारभूकर् यत्फलं नास्ति तपसा न योगिना समाधिना तत्फलं नोते सम्यक् कलौ केशवकीर्तनातः एकाकारं बलिं दृष्ट सारवत्सानीरसं विष्णुरातस्थापिता स्थापितवान् कलिजनं सुखाय च कुकर्मतरणा सर्वतो निर्गतो धुना पदार्थं सुता भो बीजहीना स्पृशायथा दिव्यर्भागवते वार्ता गेहे गेहे जने जने करिता कर्णलोभेन कथा सारा ततो गत अत्युग्र भूरिकर्माणो नास्तिकारौरभजनाः तेऽपि तिष्ठन्ति तीर्थेषु तीर्थसारस्ततो गतः कामकृतमहालोभ तृणव्याकुलचेतस तेऽपि तिष्ठन्ति तपसि तपः सार ततो गतः मनसत्तजया लोभः दम्भात्ताखण्डसंश्रयः शास्त्रनव्यसनाश्चैव ध्यानयोगफलं गतमपण्डितास्तु कलत्रेण रमन्ते महिषैव पुत्रस्योपादने दक्ष अदक्ष मुक्तिसाधने नहि वैष्णवतः पुत्र सम्प्रदाय पुरासरा एवं प्रलयतां प्राप्तो वस्तुसारस्थले थले अयं तु युगधर्मो हि वर्तते कस्य दूषणम् अतस्तु पुण्डरीकाः संसते निकटे स्थितः सुतोवाच इति तद्वचनं श्रुत्वा विस्मयं परमं गतः भक्तिरुचिवचो भूय श्रूयतां तच्च शौनकः भक्तिरुवाच सुरर्षत्वं हि धन्यो श्रीमद्भाग्येन समागतः साधूनां दर्शनं लोके सर्वसिद्धिकरं परं जयति जगति मायं यश्च कायाधवस्ति वचनरचनमेकं केवलं चाकलय्य ध्रुवपदमपि यातो यत्कृपातो ध्रुवोऽयं सकलकुशलपात्रं ब्रह्मपुत्रं नतास्मि। जय जय श्री पद्मपुराणे उत्तराखंडे श्रीमद्भागवत महात्म्ये भक्ति नारद समागमो नाम प्रथम। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री श्याम नारायण हे मुकुंद लक्ष्मीपते केशव वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। बोलो भक्तवत्सल भगवान को, पुराण पुरुषोत्तम भगवान को। अनुसज्जन अब एउटा भक्तिमय संगीत मर्माउँदै भजन मर्माउँदै श्रद्धेय गुरुवरका मुखारविन्दबाट हजुरहरूले कथा श्रवण गर्नुहुनेछ, महात्म्यहरू श्रवण गर्नुहुनेछ भन्दै म माइक्रोफोन कलाकारको हातमा जिम्मा दिँदै भक्तवत्सल भगवानको सबै आरामै हुनुहुन्छ? बोल्नुहोस् न, गुरुजीले एकचोटिमा भन्नुहुन्न भनेर सिकाउनु भएको छ कि अब पक्कै भन्नुहुन्छ। सबै आरामै हुनुहुन्छ? श्याम सुन्दर भगवानको जय हो। यस्तै यस्तै मिठा मिठा भजनहरू श्रवण गर्नको लागि सञ्जीव भुटेल युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुनेछ। हिजोभन्दा अझै धेरै धेरै भक्तजनहरू आउनुभएको छ। हिजो गुरुज्यूले व्यासबाट आफ्नो साथीहरूलाई पनि अझै लिएर आउनुहोस् है भन्नुभएको थियो। सोही अनुरूप भजनहरू धेरैजना आज चाहिँ अलिक कितासम्म पनि अलिअलि देख्दैछु र नाच्ने सुन्ने सबै खालका भजनहरू हेर्न सुन्नको लागि चाहिँ सञ्जीव भुटेल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। हेर्दै गर्दा सब्सक्राइब गर्न नबिर्सिनुहोस् है, त्यही हो मेरो लागि माया। ल है, सधैँ सधैँ यो ठाउँमा नाच्न पाइन्न है। सधैँ पाइन्छ त? पाइँदैन। अधिकारी परिवारले पुराण लाउनु भएको छ, हजुरहरू नाच्ने अनि सत्सङ्ग पनि सुन्ने। सधैँ सधैँ यो ठाउँमा नाच्न पाइन्न है। सधैँ सधैँ हामी पनि भजन गाउँदैनौँ है। कृष्ण काले मन पर्न थाले ताली Say the
बोलिए पार्थिव माता की जय जय हो। ल अब आज हाम्रो द्वितीय सत्रको सायंकालीन सत्र, द्वितीय दिवसको सायंकालीन सत्र, जसमा हामी महात्म्य श्रवण गर्नका लागि पुनः समस्त काश्यप गोत्रीय परिवार अनि नडहावासी लगायत छेउछेउका समस्त ग्रामबाट हामी उपस्थित भएर यो दिव्य पण्डालभित्र बसिसकेका छौँ भक्तजन। र हजुरहरू आज ज्ञान मञ्चको पनि कार्यक्रम रहेको छ। यो ज्ञान मञ्च भरिसके हुन चाहिँ 5 वटा छन्, तर सबैले मिलाएर लानु होला। अनि आजको महात्म्य श्रवण गरि नसकिकन कोही पनि उठेर हिँड्दैनौँ। राधे राधे। सबैजनाले आफ्ना पितृहरूलाई सम्झेर जहाँ जहाँ बस्नु भएको छ, जुन जुन अवस्थामा बस्नु भएको छ, यता हाम्रा आयोजक परिवार, अधिकारी परिवारहरूले पनि सबैजनाले हात जोडेर आँखा चिम्लेर मङ्गलाचरण गर्नेछौँ। तत्पश्चात हामी कथामा प्रवेश गर्नेछौँ। हरि ओम हरि ओम। रामं लक्ष्मण पूर्वजं रघुवरं सीतापतिं सुन्दरं काकुत्स्थं करुणार्णवं गुणनिधिं विप्रप्रियं धार्मिकम् राजेन्द्रं सत्यसन्धं दशरथतनयं श्यामलं शान्तमूर्तिं वन्दे लोकाभिरामं रघुकुलतिलकं राघवं रावणारिं सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसेरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते। सर्वमङ्गलमङ्गले शिवे सर्वार्थसाधिके शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते। बोले भक्तवत्सल भगवान को भगवान नाम को आयोजक परिवार को परम मंगलमय परात्पर अखिलेश्वर अनंत कोटि ब्रह्मांड नायक अकारण कारण करुणा वरुणामय भक्तवांछा कल्पतरुण तड़िद्युत विनंदित पीतांबरधारी उन्हें बाल मुकुंद भगवान को प्रत्यक्ष वांग्मय प्रतिमूर्ति श्रीमद् भागवत महापुराण मन मन कर दे। गत दिन देखि यो दिव्य मंडप में आवाहित पूजे उन्हें गणपति भगवान वरदान माग्दै यसै गरेर आग्नेय कोणमा विराजमान हुने भोले बाबालाई सतत वन्दना गर्दै उच्च आसनमा विराजमान हुने लक्ष्मीनारायण भगवान का श्री चरणार वृन्दमा वन्दना गर्दै गत दिनदेखि पूजित भएका आवाहित भएका अनन्त अनन्त कोटि देवी देवताहरूका श्री चरणमा वन्दना गर्दै यसै गरेर प्रातःकालीन उठेर अल्छी नगरिकन आई आथा नबनिकन जाडो चिसो नबनिकन यो दिव्य व्यास मण्डपमा आएर पञ्चोपचार चन्दन अक्षता पुष्पहरू सबै तयारी बनाइदिएर दिव्य मन्त्रहरू पाठ गर्दै गर्दै गरेर बस्नुहुने गणपति गुरुदेवका श्री चरणमा वन्दना गर्दै अनि भनिन्छ गुरु साक्षात परब्रह्म हरे भक्तजन। गुरु कस्तो हुन्छ? ब्रह्म स्वरूप हुन्छ।
र आज त्यही ब्रह्मलाई बोध गराउनका लागि योग दर्शनले भन्ने गर्दछ तदा द्रष्टु स्वरूपे अवस्थान आफ्नो स्वरूपको दर्शन गराउनका लागि सुन है कलियुगका जीव हो हामी यसरी हिँडिरहेका छौँ यो खाइरहेका छौँ यो मार्गमा हिँडिरहेका छौँ नाइ नाइ हुँदैन त्यसरी हिँड्नु हामी कुबाटोमा लागेका छौँ होला भनेर भागवत रूपी ग्रन्थलाई अग्रसर बनाएर निमित्त बनाएर हामी समक्षमा दिव्य ब्रह्मवाणीहरू प्रकट गरेर कथा श्रवण गराउनु हुने वन्दनीय परम पूजनीय गुरुदेवका श्री चरणमा वन्दना गर्दै यसै गरेर भनिन्छ कला अनि गला भगवानको आशीर्वादले मात्रै पाइन्छ अरे यदि जसलाई आशीर्वाद छैन उसले रात दिन खटे पनि संगीतमा कहिले अगाडि बढ्न सक्दैन भगवानको आशीर्वादले प्राप्ति हुन्छ कला अनि गला आज हामीहरूलाई दिव्य दिव्य ती शब्द अक्षरहरू बुदामा परिणत गरेर अनि त्यसलाई राग रङ्गिनीहरूद्वारा रङ्गाएर हामी समक्षमा प्रस्तुत गरेर सुन्दर सुन्दर भजन श्रवण गराउनु हुने समस्त कलाकार परिवार यसै गरेर मेरो यो सानो आवाजलाई सानो बोलीलाई यत्र तत्र सर्वत्र समस्त भक्त प्रेमीहरूका कर्णपुटसम्म पुर्याउन सहयोग गर्नुहुने अपरेटर परिवार अनि हामीहरूलाई गत दिनदेखि चिसो तातो भोजनको व्यवस्थापन गराएर पकाउने सबैभन्दा गाह्रो चिज चाहिँ अरे भान्सामा गएर दाल भात तरकारी पकाउनु कहिले जस पाइँदैन अरे भक्तजन त्यो त्यस्तो ठाउँ अरे राधे राधे हामीहरूलाई भोजन मिठो मिठो बनाएर ग्रहण गराउनु हुने वन्दनीय पाकशालामा खट्नुहुने गुरुदेव यसै गरेर काश्यप गोत्रीय परिवारद्वारा आज यस बराह क्षेत्र नगरपालिका वडा नम्बर 3 सुनसरी जिल्ला नडा नाम गरेको यो दिव्य पवित्र भूमिमा काश्यप गोत्रीय परिवार जसमा हुनुहुन्छ मीना दिदी उहाँका पुत्र ईश्वर छोरी आशा यसै गरेर ज्येष्ठा दाजु दुर्गा बहादुर यसै गरेर हाम्रा कान्छा दाजु जसले भनिसक्दा अघि कर्म गरिसक्नु भएको हुन्छ कतै मन खिन्न नबनाइकन अनि गुरुले यहाँसम्म टाढाबाट आएर भागवत हाम्रा लागि सम्झेर आउनु भएको छ यत्रो सुन्दर कथा श्रवण गराइराख्नु भएको छ मैले सेवा गर्नुपर्छ भन्ने भाव राखेर सेवा गर्नुहुने हाम्रा कान्छा दाजु युवराज यसै गरेर उहाँकी धर्मपत्नी कमला अनि उहाँकी दुई पुत्रीहरू जसको नाम छ युनिसा युना अनि एक पुत्र युसन यसै गरेर छोरीहरूमा हुनुहुन्छ कुमारी शारदा अनि माया हैन त यति हो नि यसै गरेर काश्यप गोत्रीय समस्त परिवारहरूले साथमा साथ हातमा हात काँधमा काँध धनमा धन मिलाएर आयोजना गर्नुभएको यो सप्ताह ज्ञान महायज्ञमा निमन्त्रणालाई स्वीकार गरेर यत्र तत्र सर्वत्रबाट एकत्र भएर पाल्नुहुने भक्तिमय आमाहरू भावमय पिताहरू भविष्यका कर्णधार ससाना बालगोपाल नानीहरू वयोवृद्ध हजुरबा हजुरआमा ज्येष्ठ नागरिक लब्ध प्रतिष्ठित व्यक्तित्वहरू समाजसेवी स्वयंसेवी यसै गरेर विभिन्न सङ्घ संस्थामा आबद्ध भएर देशको सेवा गरेर बस्नुहुने कर्मचारी महानुभावहरू सशस्त्र प्रहरी बल सीमा प्रहरी बल समस्त भक्त प्रेमीहरूको हृदयमा बस्नुहुने हुने बालमुकुन्द भगवानलाई प्रणाम गर्दै अनि उपस्थित समस्त भक्तवृन्दहरूलाई आयोजक परिवारको तर्फबाट व्यास मण्डपको तर्फबाट अनि कलाकार परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यी दशौंलाई जोडेर सुस्वागतम राधे राधे जय श्री राधे हैन यो नडा गाउँमा त नि धेरै भक्तजनहरू हुनुहुँदो रहेछ हिजो त अलिअलि मात्रै के सल्लाह गर्नुभएको त पहिले एक दिन थोरै जाउँ अनि कास्टिङ गुरुलाई पछाडि देखाउनु पर्छ हाम्रो गाउँको त्यस्तो पनि हुन्छ नि हैन सबैजना सञ्चयन हुन्छ कति सोझा भक्तजनहरू कोही बोल्नु पो हुनु सबै सञ्चयन हुन्छ अनि हातमुख जोडिवरी आउनुभयो आदिले मात्रै बुझ्नु भएछ 32 जोडिवरी आउनुभयो जोडिवरी आउनु ल ठिक छ गत दिनको प्रसङ्गमा हामीहरूले
श्रीमद् भागवत महापुराणमा जम्मा 335 अध्यायहरू 12 स्कन्द अनि 18,000 श्लोकहरू छन् भनेर गुरुदेवका मुखार वृन्दबाट पनि अनि मेरा मुखार वृन्दबाट पनि हजुरहरू सबैजनाले सुन्नुभयो, थाहा पाइयो। अब गुरुदेव हामी आदिउदी कतिजना आएनौँ, महात्मा चाहिँ कति छन् त भन्दाखेरि 6 अध्याय महात्म्यहरू छन् भागवतमा। महात्म्य किन ल्याएर राखियो गुरुदेव भन्दा कसैको महत्व, उसको गुण कर्महरू थाहा पाएपछि मात्रै महत्व दिन्छौँ, हामी नमस्कार गर्छौँ, प्रणाम भन्छौँ। कसैको महिमा थाहा नपाइकन हामी कसैलाई हात जोड्दैनौँ, जोड्छौँ त कान्छा दाजु? जोड्दैनौँ नि, है जोड्दैनौँ। भागवत कस्तो तत्त्व हो, भागवतले कस्ता कस्ता पापी व्यक्तिहरूलाई उद्धार गर्दछ। के इच्छा राखेर भागवत लगाउन सक्यो भने त्यो इच्छा पूर्ण हुन्छ। त्यसको महत्व बुझाउने भएका कारणले गरेर पद्म पुराणबाट 6 अध्याय महात्म्यहरू ल्याएर भागवतमा राखिएको छ। अब भक्तजन, भागवत पुस्तक होइन, शास्त्र हो, सिद्धान्त हो। पुस्तक कलाई भनिन्छ भन्दाखेरि यो वर्ष पढो पढो पढो, अन्तिममा चैतमा फाल्गुनमा इक्जाम दियो, अर्को वर्ष जब अर्को क्लासमा चढ्यो तब त्यो पुस्तक त्यति काम लाग्दैन, त्यहाँको ज्ञान मात्रै काम लाग्दछ। नयाँ पुस्तक चाहिन्छ हामीहरूलाई। जब कक्षा वृद्धि हुँदै गइन्छ, किन अब यसलाई चाहिँ के भनिदो रहेछ? शास्त्र भनिदो रहेछ, सिद्धान्त भनिदो रहेछ भागवत। अनि फेरि यो भागवतमा यस्तो मिठो कुरो छ कि जति गुरुको मुखबाट सुन्यो त्यति त्यति बेग्लै बेग्लै मिठास प्राप्ति गरिन्छ। आज मैले भागवत अब 7 दिनसम्म हजुरहरूलाई श्रवण गराइरहेको छु। यहाँ बेग्लै आनन्द पाउनुहुन्छ हजुरहरूले, र पुनः कोही गुरुहरू आएर फेरि सुन्नुभयो भने त्यहाँ पनि बेग्लै आनन्द प्राप्ति हुन्छ। स्वादु स्वादु पदे पदे, प्रत्येक पाउ पाउमा यसको स्वाद भेटिन सकिन्छ भक्तजन। अब महात्म्यहरू मध्ये हामीले गत दिनमा अन्तिम अध्याय श्रवण गर्यौं। आजबाट पहिलो अध्यायबाट प्रारम्भ हुँदैछ। बोले भक्तवत्सल भगवानको संसारमा भक्तजन जम्मा बार कतिवटा छन्? 7 बारहरू छन्। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार अनि शनिबार। 8औं बार पनि छ भक्तजन, हजुरहरूलाई थाहा नहुन सक्छ, म बताइदिन्छु। 8औं बार भनेको परिवार हो। 8औं बार भनेको के रहेछ? परिवार। अनि यो परिवारलाई चाहिँ सुदृढ बनाउन, कसिलो बनाउन, परिवारभित्र प्रेम उजागर गर्नका लागि हामीहरूलाई ज्ञान दिने भागवत हो। त्यसैले प्रत्येक व्यक्तिहरूले, प्रत्येक भक्तहरूले, प्रत्येक घरमा हुने भक्तजनहरूले भागवत सुन्न कहिले छुटाउनु हुँदैन भक्तजन। हेर्नुहोस् न, अनन्त अनन्त ती देवी देवताहरूको कृपा भएर आज म हजुरहरूको गाउँसम्म आइपुग्न पाएँ। हजुरहरू हाम्रो जमघट भयो, यो कसको कृपाले? ईश्वरको कृपाले। हिजो कतिजना आउनु भएन, छुटो अब भक्तजन कथा। त्यसैले जब भित्र पण्डाल भित्र पसिन्छ अथवा घरबाट पुराण सुन्न जाउँ भनिन्छ, त्यतिखेर तीर्थमा लाग्दैछ भागवत भनेर हामीहरूले मनमा सम्झेर हिँड्नुपर्छ। किन गुरुजी, यो त अधिकारी परिवारको घर होइन र? होइन। अब 7 दिनसम्म यो त तीर्थ भयो। जुन घरमा भागवत लाग्दछ, भगवानका चर्चा परिचर्चाहरू हुन्छन्, त्यो घरमा त सर्वाणि तीर्थानि बसन्ति यत्र तत्र यत्र चितोदार कथा प्रसङ्ग। जहाँ जहाँ यस्ता भगवानका चर्चाहरू हुन्छन् नि भक्तजन, त्यहाँ त समस्त ब्रह्माण्डका देवी देवताहरू मूर्तिमन्त भएर खडा भएर आउँछन्, कथा श्रवण गरिरहेका हुन्छन्। त्यसैले घरबाट हिँड्दा बडा सावधान भएर हिँड्नुपर्छ भागवत सुन्न जाँदा भक्तजन। किन गुरुजी, त्यस्तो के छ र? भागवत त हो, नाइ नाइ होइन नि। सुन है, भागवत त त्यस्तो तत्त्व हो। हामीहरूले घरमा सत्यनारायणको पूजा पनि वर्षमा एकचोटि लगाउँला, कसैको घरमा 2 वर्ष पछाडि लगाइन्छ। गृह पूजा कहिले काहीँ होइन त? तर भागवत लगाउन हामी कोहीले सकिरहेका छैनौँ। हो, परिवार पनि ठुलो छ, सम्पत्ति पनि धेरै छ, तर भागवत लगाउन जुरिरहेको छैन।
आज अधिकारी परिवार काश्यप गोत्रीय परिवारले मैले सुने यो नडहा नगरीमा पहिलो भागवत हेर्नु मलाई अवसर प्राप्ति भयो। यहाँभन्दा अगाडि भाउनी भन्ने ठाउँमा पनि मैले त्यो ठाउँको पहिलो पुराण गरेको थिएँ। आज नडहा क्षेत्रमा पनि मैले पहिलो पुराण गर्न पाएँ। बोले भक्तवत्सल भगवानको। अब भक्तजन जब घरबाट हिँड्यो नि तब हाम्रा पुस्तामा पनि कति मरेर गएका छन् नि, होइन र? खाउला लाउला भन्ने बेलामा पनि शरीर त्यागेर गएका छन्। ती समस्त पितृहरू जब भागवत सुन्न जान्छौँ भनेर घरका दैलाबाट पाइलो बाहिर नराख्यौँ तब ती पितृहरू आएर हाम्रा शरीरमा बसेका हुन्छन्। अनि के सम्झिन्छन् उनीहरूले? मेरा छोरा नातिले घरमा यसो सत्यनारायणको पूजा लगाउन भन्दा पनि कोही छोराले दिएन, कोही बुहारीले दिएन, कसैले छोराछोरीले लगाइदिन्नौ हामी के को पैसा खर्च गर्छ भने लगाएन। पुराण लाउने त परिरहोस्। आज अधिकारी परिवारका घरमा पुराण लगाइरहेका रहेछन्। आज मेरा छोरा बुहारी नाति नातिना जाँदैछन् पुराण श्रवण गर्नका लागि। म पनि यिनीहरूकै शरीरमा प्रविष्ट भएर शरीरमा बसेर कथा सुन्न जानु पर्यो। अनि गुरुले ती आफ्ना वाणीद्वारा निकालेका कथाहरू आनन्द मग्न भएर कथा श्रवण गरेर म पनि मुक्ति प्राप्ति गर्छु भन्ने हेतुले ती पितृहरू हाम्रा शरीरमा बसेका हुन्छन्। जब पण्डाल भित्र आइन्छ, गफ गरिन्छ, हल्ला गरिन्छ, बोलिन्छ तब ती भित्र शरीरमा बसेका पितृहरूले के भन्छन्? अरे दुष्ट, तैले आफ्ना घरमा कुनै दिन पूजा लगाइनस्, पाठ गराइनस्, रुद्री पढाइनस्, चण्डी पढाइनस्, भागवत पाठ मात्रै भए पनि गराइनस्। लु भ्याइएन अरे 7 दिन त ठिकै छ। एक दिन मात्रै गुरुहरूलाई बोलाएर 1 अध्याय पनि भागवत श्रवण गराइनस्। आज अर्काले पैसा खर्च गरिदिरहेको छ, सुन्दर पण्डाल बनाइदिएको छ, तरकार बोलाइदिएको छ, गुरु बोलाइदिएको छ, यत्रो व्यवस्थापन गरिदिएको छ। त्यहाँ गएर पनि तैले ध्यान दिएर सुनिनस्। त्यसैले तेरा घरमा कहिले सुख शान्ति नहुन् भनेर श्राप दिन्छन् भक्तजन। तसर्थ रुष्ट हुन्छन् पितृहरू। त्यसैले भक्तजन हाम्रा घर परिवारमा आमा बुवाले भन्नुहुन्छ नानी हो राम्रो पढ है, राधे राधे। अब छोराछोरी कता लागे? मोबाइलमा पबजी कि अबजी हो भक्तजन, त्यति जान्दिन पनि। पबजी गेम, फिल्म, हरेक सिरियलहरू, पढाइ छैन। हेर्नुहोस् भक्तजन, एउटा क्लासमा 32, 40, 50 जना विद्यार्थीहरू हुन्छन् तर फर्स्ट किन एउटै आउँछ? फर्स्ट किन एउटै विद्यार्थी आयो? किन अरू आमाहरूले थोरै पैसा बुझाउनु भएको थियो र स्कुलमा? हो भक्तजन, त्यो फर्स्ट हुने व्यक्तिको आमा बुवाले चाहिँ अलिक धेरै रकम बुझाउनु भएको थियो अरू भन्दा? होइन। त्यसो के भएर फर्स्ट भयो त भन्दाखेरि उनले असारको समयमा झरी बर्खामा झरिरहेको माथिको त्यो पानी छानामा चुइँदा जब आफू सुतिरहेको समयमा अनुहारमा पानी चुइयो, दुःख पायो, कष्ट पाएको छ। बाउ आमाले रात दिन घोटेर काम गरेर पसिना बगाएर खुन बगाएर आज ल्याएको धन सम्पत्तिद्वारा हामीलाई विद्यामा लगानी गरिदिँदैछन्। मैले यो व्यर्थ जान दिनु हुँदैन। न गायत्र्या परो मन्त्रो न मातुर पर देवता। आमा भन्दा ठुलो देवता संसारमा कोही हुँदैन, बुबा भन्दा ठुलो देवता संसारमा कोही हुँदैन भक्तजन। त्यो बालकले आज सम्झिरहेको छ आमा बाबु बुबाहरूले, माता पिताहरूले यत्रो दुःख गरेर धन सम्पत्ति खर्च गरिराख्नु भएको छ, मैले ध्यान दिएर पढ्नुपर्छ भन्ने भावना राखो, ऊ फर्स्ट भयो। अब अरू चाहिँ के गरे? होइन हौ, स्कुलमा जिस्किन पाइन्छ, खेल्न पाइन्छ, उच्छृङ्खल गर्न पाइन्छ भन्दै गए, उनीहरू लास्टको लास्ट भए। त्यसैले भागवतमा आइसकेपछि भक्तजन हो मैले पनि मेरा घरमा लगाउन नसकेको हुन सक्छु। जब भागवतमा पुगिन्छ, गाउँमा प्रवचनहरू हुँदैछ, सत्सङ्ग हुँदैछ, कदापि छुटाउनु हुँदैन। पितृ हाम्रा शरीरमा बसेर सुनिरहेका हुन्छन्। गुरुजी अनि दिउँसो त आउन पाइँदैन त, व्यापार बिजनेसहरू छन्, दोकान छन्, यसो नानीहरूलाई चारो पनि हालिदिनु पर्यो मुखमा। के गर्नु गुरुदेव भन्दाखेरि हजुरहरू आफ्नो कर्ममा व्यस्त हुनुहुन्छ भने पनि त्यहाँ बस्दा पनि यो वाणीद्वारा, यो ध्वनि यन्त्रद्वारा ती वाणीहरू कर्णपूर्णद्वारा श्रवण गर्नुभयो भने पनि पूर्ण रूपमा फल प्राप्ति हुन्छ।
बोले भागवत भगवानको त्यसैले आउनुहोस् भक्तजन एउटा सुन्दर भजन श्रवण गरेर तत्पश्चात हामी महात्म्यमा प्रवेश गर्नेछौँ। तेरी मर्जी का हो तेरी मर्जी का मैं हूँ गुलाम मेरे अलबेले रंग ओ मेरे अलबेले रंग मेरे अलबेले रंग ओ मेरे अलबेले रंग मेरे अलबेले रंग मेरे अलबेले रंग ओ मेरे अलबेले रंग अलबेले रंग ओ मेरे मतवाले शाम अलबेले रंग ओ मेरे मतवाले शाम तेरी मर्जी का मैं हूँ गुलाम मेरे अलबेले रंग ओ मेरे अलबेले रंग मेरे अलबेले रंग ओ मेरे अलबेले रंग। जो भी कराल मरो तुम करने चाह जो भी कराल मरो तुम करने चाह ये तुम सजाया तेरे अलबेले रंग मेरे अलबेले रंग मेरे अलबेले रंग अलबेले रंग मेरे मतवाले श्याम अलबेले रंग मेरे मतवाले श्याम तेरी रजा में अब करनी है तेरी रजा में अब करनी है ये तो सजा तेरे अलबेले रंग मेरे अलबेले रंग मेरे अलबेले रंग मेरे अलबेले रंग मेरे मतवाले श्याम अलबेले रंग मेरे मतवाले श्याम मेरे सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादिहे तवे तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः। राधे राधे भक्तजन मैले हिजो पनि भने भगवानले दिनु भएको मन चाहिँ यतै दिने। राधे राधे। अब महात्म्यको पहिलो अध्यायबाट शुभारम्भ हुँदैछ। शुभारम्भ हुनुभन्दा अगाडि वेदव्यासजी महाराजले भन्दै 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 जानुभयो। गणेशजीले पुराणहरू लेख्दै 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 जानुभयो। अन्तिम पुराण भनेर कसलाई चिनिँदो रहेछ? भागवतलाई, श्रीमद् भागवत महापुराणलाई। अब गुरुदेव हामी महात्म्य श्रवण गर्नका लागि सबै उपस्थित भएका छौँ। कथा चाहिँ मिठो हुनुपर्छ। राधे राधे। अब पहिलो अध्यायमा पहिलो श्लोकमा वेदव्यासजी महाराजले लेख्नुभयो, सच्चिदानन्द रूपाय, सच्चिद आनन्द स्वरूप भगवान श्री कृष्णलाई नमस्कार गर्दछु। भगवानको सत्य स्वरूप छ, चेतनयुक्त छ, आनन्द स्वरूप हुनुहुन्छ। अरे प्रभु, हे गुरुदेव, भगवानको स्वरूप त बडा राम्रो रहेछ। काम चाहिँ के गर्नुहुन्छ त परमात्माले भन्दाखेरि वेदव्यासजी महाराजले भन्दै हुनुहुन्छ, विश्वोत्पत्त्यादिहे तवे
यो संसारको सृष्टि गर्नुहुन्छ, पालन गर्नुहुन्छ, अन्तिममा संहार गर्नुहुन्छ। गुरुदेव यति मात्रै हो। अनि हामी भक्तहरूलाई पनि परमात्माले केही गर्दिनुहुन्न त भन्दाखेरि त्यसो पनि होइन। अलिकति फाइदा हुन्छ भने मात्रै कथा सुन्न जाने हो। फाइदाको कुरा गरौँ गुरुदेव। ठिकै छ, फाइदाको कुरो पनि यहाँ गरिदिनु भयो। तापत्रय विनाशाय, भगवानले हामी कलियुगका प्राणीहरूको तिनै तापलाई नष्ट गरिदिनुहुन्छ। आध्यात्मिक आदि भौतिक आदि दैवी त्यस्ता परमात्मा श्री कृष्णलाई म नमस्कार गर्दछु भनेर पहिलो श्लोकमा भगवान श्री कृष्णको प्रार्थना गर्नुभयो। जब दोस्रो श्लोकमा पुग्यो यहाँनिर सुतजी महाराजले वेद सुखदेवजी महाराजको प्रार्थना गर्नुभयो। यम प्रव्रजन्त मनुपेतमपेत कृत्यम। ती सुखदेवलाई प्रणाम छ। कस्ता सुखदेवलाई भन्दाखेरि जो आमाका गर्भबाट जन्मिने बित्तिकै वनतिर लाग्नुभयो। राधे राधे। भक्तजन यस्ता पुत्र कसैले काहीँ जन्मेको थाहा छ? जन्मिने बित्तिकै नालसाल फेरेर म त जङ्गल जान्छु तपस्या गर्न भनेर अलिक ठुलो 15-16 वर्ष भएपछि छोरोले आमा म त जानु पर्यो तपस्या गर्न, झोली कुम्लो कुटेरो बोकेर भनेर यदि सन्तानले भन्यो भने दिनुहुन्छ आमा दिदी बहिनीहरू? बल्ल बल्ल पाएको पहिलो कस्तो होला, अर्को कसरी भन्ने हुन्छ, त्यो सकिँदैन। पहिलो कस्तो होला, दोस्रोचोटि कसरी, सकिँदैन, हुँदैन। बस बुहारी ल्याउनु पर्छ। हामीहरूलाई चिया पकाएर दिने मान्छे त हुनु पर्यो नि त। अब यी सुखदेवजी महाराज जन्मिना साथ नाल बेल कसेर लाग्नुभयो जङ्गलतिर। भन्न साथ यहाँनिर सुतजी महाराजले लु सुखदेवजी महाराजको जन्मको कथा श्रवण गर्ने भन्नुभयो। आउनुहोस् हामी पनि मिलेर सुखदेवजी महाराजको जन्मको कथा श्रवण गरौँ। एक दिनको कुरा थियो भक्तजी। यसलाई अलिकति साउन्ड नि थोरै बल गरिराख्नु परेको छ आवाजमा। एक दिनको कुरा थियो कि कैलाश पर्वतमा भोले बाबा कैलाश पर्वतलाई छोडेर कतै जानु भएको रहेछ भक्तजन। घरमा एक्लै पार्वती माता मात्रै हुँदो रहेछ। अब आमाहरू एक्लै हुनुभयो भने के गर्नुहुन्छ र यसो घर सिँगार पेटार बडार गुणार होइन, अलिअलि मनमा नै बोल्दै सबै काम मैले मात्रै गर्नुपर्छ, अरू चाहिँ हेर्छन् मात्रै होइन। कति चाहिँ खट्नु परेको हो मैले, त्यही त हुन्छ नि होइन र। अब पार्वती माता एक्लै हुनुहुन्थ्यो, यसो कैलाश पर्वतलाई श्रृङ्गार्दै हुनुहुन्थ्यो, चिटिक्क बनाउँदै हुनुहुन्थ्यो। संसारभरि हल्ला चलेछ कि शिव पार्वतीको जोडी जस्तो अरू कोही यो अहिलेको समयमा छैन। त्यति प्रेमी जोडी हो, त्यति सुन्दर जोडी हो। त्यसैले भनिन्छ भक्तजन यदि श्रीमान श्रीमतीको साह्रै धेरै ठ्याकठुक पर्छ भने, अलिअलि झगडा परिरहन्छ भने भोले बाबाको उपासना गर्नु है भनेर भागवतले भन्दछ। अब नारदजीले सुन्नुभयो यो कुरो, संसारमा पृथ्वी लोकमा शिव पार्वतीको जस्तो जोडी अरू काहीँ छैन भनेपछि नारदजीले यसो मनमा नै विचार गर्नुभएछ, हेरौँ न त आज चेक गरौँ कस्तो हुँदो रहेछ, कतिको डिपली माया रहेछ, हेर्न जाउँ भनेर नारदजी लाग्नुभयो कैलाश पर्वततिर। के भन्दै दुईटा हातमा वीणा बोक्नु भएको छ। श्रीमन्नारायण नारायण नारायण भजमन नारायण 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 श्रीमन्नारायण नारायण नारायण भजमन नारायण 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 भजमन नारायण नारायण नारायण। यसरी सुन्दर संगीतका धुनका साथमा वीणा बजाइराख्नु भएको छ एक हातले। अनि नारदजी अगाडि बढिराख्नु भएको छ तललाई हेर्नका लागि, शिव पार्वतीको जोडीलाई हेर्नका लागि। अब अगाडि बढ्दै बढ्दै जाँदा कैलाश पर्वतमा पुग्नु भयो। त्यहाँ पुगिसकेपछि माता पार्वतीलाई यसो बनाइसीबाट तल फोहोर झार्दै गरेको देख्नुभयो। नारदजीले परैबाट भन्नुभयो माता दण्डवत श्री हरि। अब पार्वती माताले पनि भन्नुभयो ओहो बाबु धेरै दिन पछाडि आयो, आऊ आऊ बस।
हुन्छ आमा के गर्नु यतैतिर डुल्दै डुल्दै जाँदै थिएँ साह्रै झसङ्गै सम्झना आयो त्यस पछाडि बाटैबाट रोकेर यता आएँ कति कामले आयो आमा त्यति धेरै काम त थिएन एक थोकी सोधौँ त माता पार्वतीले भन्नुभयो सोध न नानी के सोध्छौ तब नारदजीले भन्नुभयो आमा तपाईँलाई भोले बाबाले कतिको ढाँट्नुहुन्छ हौ भन्नु न माता पार्वतीले भन्नुभयो पटक्कै ढाँट्नुहुन्न अलिकति पनि ढाँट्नुहुन्न झुटो त कहिले बोल्नुहुन्न मलाई कति धेरै माया गर्नुहुन्छ अलिकति गाह्रो हुँदा पनि सहयोग गरिहाल्नुहुन्छ पार्वती कस्तो छ हालखबर भनेर सोध्दै गर्नुहुन्छ काहीँ शङ्का छैन नारद बाबु काहीँ शङ्का छैन नारदजीले भन्नुभयो त्यसो भए आमा मलाई आज 2-3टा कुरा जान्न मन लाग्यो त्यसैले हजुरका आश्रममा आएँ माता पार्वतीले भन्नुभयो के जान्न चाहन्छौ लुक बताऊ अब नारदजीले भन्न लाग्नुभयो आमा सुन्नु भोले बाबाको कण्ठमा त्यो निलो छ नि त्यो के भएर भएको थाहा छ हजुरलाई भनिदिनु पर्यो अब माता पार्वती अक्क न बक्क हुनुभयो अघि नै लगाएको छ मलाई सबै थाहा छ भनेर शिर झुकाउनु भयो माता पार्वतीले अर्को सोधा नानी भन्नुभयो आमा सुन्नु न भोले बाबाले लगाउनु भएको त्यो कण्ठमा लगाउनु भएको नरमुण्डको माला कसको पार्वतीलाई त्यो पनि उत्तर आएन भोले बाबाले शिरमा चन्द्रमा राख्नु भएको छ अथवा गलामा त्यो नागको माला राख्नु भएको छ किन राख्नु भएको त्यो पनि थाहा छैन अब माता पार्वतीको अनुहार रातो रातो हुँदै थियो नारदजी लाग्नुभयो आफ्नो बाटोतिर काम बनाउमा त्यसैले भक्तजन आफ्नो कर्मको आफ्नो व्यवहारको बाटो खन्नु अरे अर्काको खेदो खन्न थाल्यो भने अलपत्र मात्रै परिन्छ अरे राधे राधे माता पार्वती रिसाउनु भयो नारदजी लाग्नुभयो श्रीमन्नारायण भन्दै वैकुण्ठतिर अब पहिलेको समयमा एउटा कोठ भवन भन्ने हुन्थ्यो भक्तजन एउटा कोठा हुन्थ्यो जब कोही व्यक्ति रिसाउँथे भने त्यो कोठामा गएर बस्थे अनि फकाउने वाला व्यक्तिले गएर त्यही कोठामा गएर फकाउनु पर्थ्यो कोप भवन भनिन्थ्यो त्यो भवनलाई भरे कोही एन्सरमा आउन सक्छ है कोप भवन माता पार्वती जानुभयो त्यो कोठाभित्र गएर बस्नुभयो भरे भोले बाबा पनि यसो बजारतिर जानुभएको थियो होला यसो कतै डुल्न जानुभएको थियो होला टुप्लुक्क कैलाशमा आइपुग्नु भयो वरिपरि हेर्नुहुन्छ पार्वती कहीँ छैन कहाँ गइसिन् त भन्दा खोज्दै खोज्दै जाँदा त कोप भवनभित्र बसिरहेकी रहेछिन् अनुहार हेर्नुभयो रातो न रातो राधे राधे भक्तजन हजुरलाई रिसाउन आउँछ रिसाउन अथवा श्रीमती रिसाउने भने श्रीमानलाई फकाउन आउँछ दाजुहरूलाई आज म रिसाको व्यक्तिलाई फकाउने सूत्र सिकाउँछु हुन्छ होइन हौ जाडोले सेलाउनु भयो कि क्या कोही बोल्नुहुन्न त अलिअलि सघाउनु न हुन्छ बोल्नु पर्यो है नत्र त बोलीमा बिर्सिएला नि फेरि बोले भागवत भगवानको माता पार्वती रिसाइराख्नु भएको थियो भोले बाबा छेउमा जानुभयो अरे के भयो देवी भनेर सोद्धा माता पार्वतीले भन्नुभयो तपाईँ मसँग पटक्कै नबोल्नु बोल्दिनँ आजदेखि फेरि बोल्नु भयो भने झोला झ्याम्टा बोकेर माइततिर जान्छु भन्नुभयो हेर्नु है त दाजुहरू हाँस्दै हुनुहुन्छ परबाट अब चिगुरुले कथा ल्याउनु भयो होइन बुबाहरू हाँस्दै हुनुहुन्छ त्यति भनेपछि भोले बाबाले भन्नुभयो नरिसाउ न त भन के भयो त्यसको उत्तर दिनेछु केही चाहिएको छ भने पनि भन्नु भन म त्यो दिलाउने छु अब माता पार्वती रिसाइराख्नु भएको छ अब भक्तजन म हजुरहरूलाई सूत्र सिकाउँछु पहिला म रिसाउनु त भन्छु हजुरहरूले लामो स्वरमा हुँदैन भन्ने अलिक लेग्रो तानेर भक्तजन रिसाउनु त हुँदैन भोले बाबाले यसरी नै भनिदिनु भएछ पार्वतीलाई मुसुक्क हाँस्नुभयो त्यसो भए फटाफट भन्नु सुन्नु तपाईँले यो नरमुण्डको माला लगाउनु भएको छ यो कसको कति दिन भनेर सोद्धाखेरि अब भोले बाबाले भन्नुभयो यो त तिम्रै शिरहरू हुन् माता पार्वतीको अझै अब अनुहार कालो हुन थाल्यो
अनि मेरो नरमुण्डको माला लगाइराख्नु भएको छ, के कारणले हो भनेर सोद्धाखेरि सुन, म अमर छु, तिमी मरिरहन्छौ। जब जब तिमीले शरीर त्यागेर जान्थ्यौ तब तब तिमीलाई त्याग्न नसकेर प्रेम होस् यस्तो भक्तजन। त्यसैले नि हाम्रो यो वैदिक सनातन धर्ममा डिभोर्स भन्ने शब्द छैन, यो बाहिरबाट आएको हो। जब कुनै पुरुष व्यक्तिले अग्निलाई साँची राखेर 7 फन्का घुमाएर अनि निधारमा जब रातो त्यो सिन्दुरले सिउँदो भरिदिन्छन् नि, तब मृत्यु पर्यन्त एक साथमा बस्नुपर्छ है भन्छ हाम्रो हिन्दू सनातन धर्मले। बिचमा छोड्न ओर्न फ्याटफुट गर्न पाइँदैन नि। राधे राधे। अब माता पार्वतीले भन्नुभयो त्यसो भए पतिदेव तपाईँ चाहिँ बाँचिराख्ने, म चाहिँ मरेको मरै गर्ने, अब मलाई पनि अमर बनाउनु पर्छ भनेपछि भोले बाबाले भन्नुभयो सुन अमर कथा सुन्नुपर्छ, त्यसका लागि मलाई पनि सुनाउनुहोस्। लु हिँड एउटा ठुलो पर्वतमा जाउँ भनेर पार्वतीलाई पनि नन्दीमाथि राखेर आफू पनि चढेर लाग्नुभयो सुन्दर पर्वततिर। जाँदै हुनुहुन्थ्यो सुन्दर पर्वत भेट्नुभयो। ठुलो भयङ्कर गुफा रहेछ भक्तजन। जो हिँड यही गुफाभित्र प्रवेश गर्नुभयो। सुन्दर एउटा ढुङ्गाको आसन बसा बनाउनु भयो, त्यही माथि भोले बाबा बस्नुभयो अनि आफ्नै अर्धाङ्गिनीलाई भन्नुभयो पार्वती तिमी तल बस, म अब अमर कथा भन्दै भन्दै जान्छु, तिमीले बिच बिचमा हुङ्कार ध्वनि लगाउँदै जानु है, भन्दै जानु। त्यसैले भक्तजन मैले पनि यहाँबाट केही सोधेँ भने हजुरहरूले बोल्नु होला है त। अनि हात चाहिँ यसरी कहिल्यै नबान्ने, किन पाप चाहिँ काखीतिर छिरेको हुन्छ अरे। अब त्यो पापलाई झारेर त्यसलाई पठाउनका लागि के गर्नुपर्छ? जयकार लगाउनु पर्छ। कसरी? बोले भागवत भगवानको बल्ल अलिअलि दाई लाग्न थाल्यो। नडाका भक्त सबै सोच पटक्कै बोल्नुहुन्न रहेछ। अब भोले बाबाले भन्नुभयो पार्वती यो अमर कथाहरू कसैले सुन्नु हुँदैन, जाऊ एकचोटि तिमी बाहिर गएर हेर कोही जीव जन्तु पो छन् कि चराचुरुङ्गीहरू पो छन् कि सबैलाई खेदाउनु है भन्नुभयो। हुन्छ हुन्छ पतिदेव तपाईँको म आज्ञाकारी पत्नी, म गइहाल्छु नि भन्नुभयो। माता पार्वती बाहिर निक्लेर हेर्दा कोही थिएनन्। एउटा ठुलो वृक्षको हाँगामा चराले 2टा अन्डा बनाएको रहेछ सुगाले। माता पार्वतीले विचार गर्नुभयो यो अन्डाले त के सुन्ला र, भर्खर अन्डा पारेर कता लागेछन् सुगाहरू, सुन्दैन पक्कै यसले भनेर माता पार्वती भित्र पस्नुभयो। अब भगवान भोले बाबाले अमर कथा सुनाउँदै 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 जानुभयो। माता पार्वतीले हुङ्कार ध्वनि लगाउँदै 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 जानुभयो। त्यो अमर कथाको प्रभावले गरेर भक्तजन ती 2टा अन्डा फुटेर सुन्दर सुगा भएछन्, अत्यन्त सुन्दर सुगा भए। जब भोले बाबाले कथा सुनाउँदै सुनाउँदै जानुभयो, अगाडि अगाडिका कथाहरू भनेका चाहिँ रसभरी जस्ता मिठा छन्। निदाउनु भएन पार्वती। जब एकादश स्कन्धमा प्रवेश गर्नुभयो, त्यो एकादश स्कन्धमा ज्ञान गुणका कुराहरू छन्। अब माता पार्वती झकाउनु भयो, निदाउनु भयो। बाहिरका सुगाहरूले विचार गरे माता पार्वती यदि निधार हुङ्कार ध्वनि लगाइनन् भने कथा यहीँ रोकिन्छ, हामीहरूले सुन्न पाउँदैनौँ। अब तिनै कथाहरूले हुङ्कार ध्वनि लगाउन लागे, भन्दै गए। जब भोले बाबाले भागवतलाई विश्राम गरेर बोले भागवत भगवानको भनेर जयकार लगाउनु भयो। जयकार लगाउने बित्तिकै पार्वती त झसङ्ग भएर अनि त्यहाँदेखि के हो पतिदेव भनेर सोध्नु। भोले बाबा हात्तिनु भयो, अरे पार्वती तिमीले सुनेनौ कथा? सुनिन नि। एकादश स्कन्ध पुगेपछि म त निधाएछु पतिदेव, अब सुनाउनुहोस्। अनि यो हुङ्कारको ध्वनि लगाउने चाहिँ को त? हातमा त्रिशूल बोक्नु भयो अनि दौडिँदै 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 बाहिर जानु भएको थियो त एउटा वृक्षमा 2टा सुगा रहेछन्। अमर कथा सुनिसकेका थिए, मर्न चाहिँ मर्दैन थिए। भोले बाबा क्रोधको आवेगमा बसेर हातमा त्रिशूल लिनुभयो अनि वज्र प्रहार गर्न लाग्नु भएको थियो। ती 2टै सुगा उडेर लागे, एउटा पूर्व गयो अर्को पश्चिमतिर लाग्यो। विचार गर्नुभयो एउटा स्वरूप छ, 2तिर कताबाट कुद्नु, एउटालाई चाहिँ मारेरै छोड्छु भनेर हातमा त्रिशूल बोकेर दौडिन लाग्नुभयो। अगाडि अगाडि सुगा, पछाडि पछाडि भोले बाबा। वेदव्यास जसले भागवतको रचना गर्नुभयो तिनकी पत्नीको नाम थियो बिटिका। के रहेछ भक्तजन? अझै पनि आवाज आएन, बिटिका।
यी नुहाउने बित्तिकै यसो कपाल छड्किनका लागि हामी पनि यसो कपडालाई छड्किन्छौँ नि होइन आमा दिदीबहिनीहरूले स्नान आदि कर्मबाट निवृत्त भएर यसो बनासीमा बसेर कपाल छिड्किँदै रहेछन् त्यही समयमा उनलाई हाई आएछ जब हाई गरेर मुख गरिन् त्यो जुन सुगा थियो अम्बर कथा सुनेको सूक्ष्म स्वरूप भएर त्यो मुखर वृन्दबाट प्रवेश गरेर पेटमा पुग्यो उदरमा पुग्यो भोले बाबा बाहिर उभिनु भएको छ त्रिशूल लिएर अरे यो घरभित्र एउटा मान्छे छिरेको छ एउटा पंक्षी छिरेको छ यसलाई मारेरै छोड्छु जिन्दाबाद जिन्दाबाद मुर्दाबाद भन्न थाल्नु भएछ राधे राधे जब हडताल लगाउनुको भित्र हुनुहुन्थ्यो वेदव्यासी महाराज होइन को आएर कराउँछ भनेर बाहिर हेरेको त नाग धारण गर्नुभएको हातमा त्रिशूल बोक्नु भएको नरमण्डको माला लगाउनु भएको रुद्राक्षको माला लगाउनु भएको त्रिनेत्रधारी उनी भोले बाबालाई देख्न साथ वेदव्यासी महाराजले साष्टाङ्ग दण्डवत गर्नुभयो प्रभु के कारणले पाल्नु भयो मिठो बोल न मेरो शत्रु तिम्रो घरभित्र आएर लुकेको छ आज यसलाई नमारी जाँदिन के गरौँ मेरो अमर कथा सुनु सबै सुनु सबै सुनु अब कहाँ मर्छ र तपाईँ खेलाउँदै आउनुभयो त्रिशूलले हान्दा पनि मर्दैन अब हाम्रो कथा सुनाइसकेपछि अब चाहिँ मुसुक्क हाँस्नु भएछ राधे राधे त्यसैले रिसाउन पनि ठाउँमा मात्रै रिसाउनु हुन्छ पर्छ अरे भक्तजन नत्र रिसाउनु त अलिक लेग्रो तानेर यदि घरमा कहिले काहीँ पतिदेव आफू काहीँ गएको बेला माइत गएको बेला घरमा आउन ढिलो भयो भने बम्म फुलेर बस्नु भएको छ भने पतिदेव सुन्नु न त्यहाँ अधिकारी परिवारले पुराण लगाएका थिए झापा बिर्तामोडबाट गुरुहरू आउनु भएको थियो गुरुहरूले सिकाउनु भएको छ सुन्नु पतिदेव भन्ने छेउमा जाने अनि लामो लेग्रो तानेर रिसाउनु त हुँदैन भनेर सिकाउनु भएको छ भन्दैन मुसुक्क हाँसिहाल्नु अब यस्ता परमहंस सुखदेव अर्को जुन सुगा थियो त्यो उड्दै 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 गयो माता उत्तराको गर्भभित्र प्रविष्ट भएर त्यो सुगा चाहिँ परीक्षित भएर जन्म लियो अनि जुन यो सुगा थियो यो सुगा चाहिँ सुखदेव भएर जन्म लिए अन्तिममा दाजुभाइको भेट भयो चाहिँदो रहेछ अन्तिममा को भक्तजन दाजुभाइ राधे राधे त्यसैले हामी घरमा बिहानै श्रृङ्गार पेटार गर्नका लागि कुच्चो झाडु लगाउँछौँ होइन त त्यो झाडुमा किन बाँधेको होला डोरीले त्यसको अर्थ थाहा छ हजुरहरूलाई जबसम्म त्यो कुच्चोले हामी घर सफा गर्छौँ नि भक्तजन त्यो कुच्चोमा सबै डोरी देखेको हुन्छ त बाँधेकोमा आधी छुपेको हुन्छ आधी देखेको हुन्छ त्यस्तै हाम्रो परिवारभित्रमा जस्तो अधिकारी परिवारभित्रमा विष्ट परिवारभित्रमा राई परिवारभित्रमा लिम्बू परिवारभित्रमा मगर परिवारभित्रमा हामी जति जना छौँ हाम्रा परिवार पनि कुच्चो जस्तो हुनुपर्छ अरे भक्तजन किन भन्दा त्यो कुच्चोमा आधी डोरी देखाइएको हुन्छ आधी डोरी बालले बाँधिएको हुन्छ देखिने गरी घरभित्रका नराम्रा कुराहरू चाहिँ त्यो लुकेको डोरी जस्तो लुकाएर राख्नु अरे भक्तजन नराम्रा कुरा कहिले बाहिरलाई नसुनाउनु अरे अनि जुन बाहिरको डोरीले देखिने गरी बाँधिएको छ अब छिमेकीले त आएर यसो कुरा चोर्ने बानी नि हुन्छ तर नडाका भक्तहरूको छैन अरे त्यस्तो राधे राधे साह्रै सोझा हुनुहुन्छ अरे त्यो देखेको डोरी जस्तो चाहिँ यसो राम्रा कुरा छ राम्रो छ नि भनेर छिमेकीलाई सुनाउँदै गर्नुपर्छ नत्र त भोलिदेखि मलाई केही सुनाउन छोड्यो छिमेकीले भनेर बुम्म फुलेर बसेका हुन्छ त्यो कुच्चोमा जसरी डोरीले बाँधेको हुन्छ नदेखिने डोरी हुन्छ त्यस्तै घरका नराम्रा कुराहरू चाहिँ कहिले परिवार बाहिर सुनाउनु हुँदैन घरको कुन खम्बा भाँचेको छ भनेर याद गरिराख्ने हुन्छ समाज त्यो खम्बा भाँचेको थाहा पायो भने घर फुटेको थाहा पायो भने घरभित्र कलौषित भावना झगडा थाहा पायो भने पछि त्यही गाउँले के भन्छ गेज्याउँछ यो परिवार त यस्तो पो हो त कहाँ गतिलो हो र भन्छ त्यसैले घरभित्रका कुराहरू कहिले बाहिर सुनाउनु हुँदैन अर्को कुच्चोको दृष्टान्तले के बुझिन्छ भन्दाखेरि जबसम्म त्यो कुच्चोलाई डोरीले बाँधेको छ तबसम्म त्यसले फोहोर सफा गर्छ तर जुन दिन त्यो डोरीले कुच्चोलाई छोडिदियो त्यही के बनिन्छ फोहोर बनिन्छ बोले भक्तवत्सल भगवानको आउनुहोस् भक्तजन एउटा सुन्दर भजनमा आनन्द लिनु होला भक्तवत्सल भगवानको
पुराण पुरुषोत्तम भगवानको राधा कृष्ण दुईजना साथी खेल्दै सँगै हातैमा समाते भक्तवत्सल भगवान को र यसरी यस्ता सुन्दर सुखदेवजी महाराजलाई सुतजी महाराजले प्रणाम गर्नुभयो। अब कथा प्रारम्भ हुन्छ।
सौनकादि 88,000 ऋषिहरूको मध्यमा सुतजी महाराज प्रवेश गर्नुभयो। यो माइकको आवाजलाई थोरै अलिकति बढाइदिनु। सुतजी महाराज जब सौनकादि 88,000 ऋषिको माझमा आइपुग्नुभयो तब सुतजी महाराजलाई उच्च आसनमा बसाएर सौनकादि 88,000 ऋषिहरू मध्ये सौनकजीले प्रश्न गर्दै हुनुहुन्छ। अज्ञानध्वान्त विध्वंस कोटि सूर्य समप्रभ सुताख्याहि कथा सारम मम गर्ण रसायनम। हे गुरुदेव, हामीहरूलाई यो कानले सुनिरहौँ जस्तो हुने खालको कथा सुनाइदिनुहोस्। भक्तजन जब घरबाट आइन्छ नि यो मन मस्तिष्क पटल चाहिँ खाली बनाएर आउनुपर्छ अरे। जहाँ भक्त र भक्तको भेट हुन्छ त्यहाँ प्रेम जागृत हुन्छ, तर जब ज्ञानसँग ज्ञान भेट हुन्छ त्यहाँ तर्क वितर्क कुतर्क हुन्छ, अन्तिममा झगडा हुन्छ। त्यसैले आफ्नो ज्ञानीहरू चाहिँ घरभित्रै दराजमा यसो चाबी लगाएर आउने। जब फेरि घरमा पुगिन्छ नि भक्तजन कथा सुनिसकेर फेरि चाबी खोल्ने ल्याएर हालिहाल्ने। राधे राधे। अब यहाँनिर सौनकादि 88,000 ऋषिहरूले 8वटा प्रश्न गर्नुभयो। गुरुदेव, कलियुगका प्राणीलाई पवित्र शुद्ध प्रबुद्ध हुनेवाला कर्म के हुन् बताइदिनु पर्यो, अनि भगवान कृष्णमा भक्ति लाग्नेवाला त्यो कथा श्रवण गराइदिनु पर्यो भन्दा सुतजी महाराजले भन्नुभयो, सुन न, सबैभन्दा विडम्बनाको कुरो त कलियुगका सबै प्राणीहरू भ्यागुत्ता जस्ता भएका छन्। राधे राधे। हेर न, गुरुले हामीहरूलाई भ्यागुत्तो भन्नुभएको। रिसाउनु हो कि क्या भक्तजन? रिसाउनु त हुँदैन। कसरी भन्दाखेरि त्यो भ्यागुत्तोले के गर्छ अरे भने भक्तजन जब आइरहेको छ पछाडिबाट सर्पले ट्याप्प पकडो आदि निलिसाएको छ तब पनि त्यो भ्यागुत्तोले जिब्रो लामो निकाल्छ अरे। एउटा केही फट्याङ्ग्रा किराहरू आयो भने कमसेकम एकछिन भयो भने त पेट भर्न पाउँछु भनेर। त्यस्तै हामी कलियुगका प्राणीहरूको शिरमाथि मृत्युदेव घुमिरहेका हुन्छन्। कतिखेर शिरमा प्रवेश गर्ने उन पटक्कै हामीहरूलाई थाहा छैन। त्यसैले यी कलियुगका प्राणीहरू कुन दिन कुन सेकेन्डमा मरिन्छ त्यो पनि थाहा छैन। तर पनि मै खाऊ मै लाऊ सुख सयलया मोजम गरौँ, मै बाँचौँ मै नाचौँहरू सब मरुन् दुर्बलहरू। यो चित्त शुद्ध बनाएर हिँडेका छैन। अनि कतिखेर मरिन्छ त्यो थाहा छैन। तर पनि कमाउने पेट भर्ने आफ्नो परिवारलाई खुसी बनाउनेतिर लागिरहेका छन्। सत्सङ्गमा कोही जान भ्याउँदैन, धर्म कर्म गर्न कोही चाहँदैन। यदि कहीँ घुम्न जानु पर्यो भने अगाडि 1 महिनादेखिको सेलरी तयारी हुन्छ। तर पुराणमा जानु पर्यो भने 5 रुपियाँ चढाउन पनि यो मुठी कसेर पसिना बनाएको हुन्छ। राधे राधे। अरूतिरका भक्तहरूले अब भक्तजन त्यो कारणले गर्दाखेरि विडम्बनाको कुरो भयो। हेर्नु, यो संसारमा हामी जन्मिँदै छौँ है भनेर 9 महिना अगाडि थाहा हुन्छ भक्तजन हामीहरूलाई। कति महिना अगाडि? 9 महिना अगाडि। अब सन्तान जन्मिँदैछ भनेर, तर मृत्यु कहिले हुन्छ हामीहरूलाई 1 सेकेन्ड अगाडि पनि थाहा हुँदैन। त्यसैले यही समयमा कर्तव्य धर्म सञ्चय, धर्मको सञ्चय गर्नुपर्छ। यस्तै कथाहरूमा आएर दिउँसो पनि भरिसक्यो आउने मूल कथा गुरुदेवले गर्दै हुनुहुन्छ। रात्रिकालीन सत्रमा चाहिँ हतार छिटो खानाहरू बनाएर ओहो गुरु त साना हुँदो रहेछ, कथा मिठाई गर्नु हुँदो रहेछ, जानुपर्छ सुन्न भनेर आफ्ना साथीलाई पनि लिएर आउनु नि, एक्लै पनि आउने होइन। अब साथी नभएकाले चाहिँ के गर्ने? अरू साथीहरू एक एकवटा हातमा बोकेर आउने। कृष्ण कन्हैया लालको यस्ता कुन दिन कुन समयमा कुन सेकेन्डमा मरिन्छ भन्ने थाहा छैन। तर संसारको भोग विलासमा तडपिरहेका जीवहरूलाई उद्धार हुनेवाला पवित्र हुनेवाला कथा सुनाउँछु, चिन्ता नगर। सुन हे सौनकादि ऋषि हो, एक दिनको समय थियो। राजा परीक्षित शिकार खेल्नका लागि 32 वर्षको उमेरमा वनतिर जानुभयो। जाँदै गर्दा समीप मुनिको आश्रममा पुग्नुभयो। अनि त्यो ऋषिलाई भन्नुभयो, अरे गुरुदेव, म एउटा राजा आइपुगेको छु, मलाई जलपान गराउनुहोस्।
हिँड्दा हिँड्दै त्यो जङ्गलको बाटोमा बहुत प्यासी भएको छु, जलपान गराउनुहोस्। 3 चोटिसम्म राजाले मागे, समेक मुनिले सुन्नु भएन। किन सुन्नु भएन? समाधिमा हुनुहुन्थ्यो। समाधि 2 प्रकारका हुन्छन् भक्तजन, एउटा सावधिक समाधि, अर्को निरावधिक समाधि। निरावधिक भनेको एउटा समय तोकेर यति बेरसम्म बस्छु, त्यहाँभन्दा अगाडि चाहिँ मलाई केही थाहा नहोस् भनेर बस्ने समाधिलाई निरावधि। सावधिक भनेको चाहिँ ध्यान चाहिँ गरिरहेको छ तर बाह्य कुराको पनि बोध भइरहेको छ, त्यसलाई सावधिक समाधि भनिन्छ। जब यी राजाले आएर जल माग्नुभयो त्यतिखेर निरावधिक समाधिमा हुनुहुन्थ्यो, सुन्नु भएन। अब उठाउनु भयो धनुकाँडले अनि ती मुनिको गलामा मरेको सर्प लगाइदिनु भयो। त्यो लगाइरहेको चाहिँ समेक मुनिका पुत्र श्रृंगीरका साथीले देखेछन्। दौडिँदै दौडिँदै कौशिकी नदीको तटमा गए। श्रृंगी, अरे साथी मित्र, तिम्रा पितालाई त एउटा राजा मुकुट लगाएको थियो, त्यसले मरेको सर्प लगाइदिएर गएको छ, सर्प लगाइदिएर गयो। अब श्रृंगी ऋषिले त्यही कौशिकी आप उपस्पृश्य कौशिकी नदीको जल उठाउनु भयो। यति लङ्घित मर्यादम तक्षक सप्तमे हनि, यसलाई 7 दिनमा तक्षक नाम गरेको सर्पले ढसेर मृत्यु होस् भनेर ती राजालाई श्राप दिनुभयो। ती श्रृंगी ऋषि फेरि कुद्दै 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 आएर जब रुँदै बुवालाई बोलाए तब बेउजिनु। त्यतिखेर कुन समाधिमा हुनुहुँदो रहेछ? सावधिक समाधिमा परिणत भइसक्नु भएको थियो, त्यो कारणले सुन्नुभयो। जब ती राजा परीक्षित अब म 7 दिनमा मर्छु भन्ने थाहा पाए, गंगा नदीको तटमा गए। सबै ऋषिहरू भेला हुनुभयो। घरबाट हिँड्ने बेलामा आफ्ना पत्नी छोराछोरीलाई बोलाउनु भएछ अनि भन्नुभयो, नानी हो अब त म यो घर गृह द्वार मोती माणिक्य सुन चाँदी सबै छोडेर जाँदैछु, गंगाको तटमा जाँदैछु नानी हो। अबको 7 दिनमा मेरो मृत्यु हुँदैछ। अब मलाई कालले पक्रिँदैछ, लाँदैछ। सुन, कहिलेको माटोमा नहिँड्नु है, भयो कि तिम्रो आमाको आँखाबाट कहिले आँसु झर्न नदिनु। अनि हे पत्नी, तिमी पनि सुन न, मैले शरीर त्याग गरेर 7 दिन पछाडि गएपछि कहिले पर पुरुषमा नजर त्यो भावले नहेर्नु, पतिव्रता स्त्री भएर बस्नु है भन्नुभयो। आफ्ना सन्तानहरूलाई ज्ञान दिनुभयो। लाग्नुभयो गंगाका तटमा। जब गंगाका तटमा पुग्नुभयो, सुखदेवजी महाराज आउनुभयो, कथा सुनाउन लाग्नु भएको थियो। स्वर्गलोकबाट देवताहरू अमृतको घडा लिएर आइपुगे। टुप्लुक सुकम नत्ववदन सर्वे स्वकार्य कुशला सुरा। आफ्नो कार्य सिद्ध गर्नका लागि कुशल देवी देवताहरूले यसो घुमेछन्। त्यसैले भक्तजन कसैका घरमा माग्न जानुपर्छ भने परैबाट नमस्कार भन्दै जानुभयो। अलिक लामो लेग्रो तानेर है भक्तजन, नमस्कार सन्चै हुनुहुन्छ नि। अब ती देवताहरूले भन्न लागे, राजा परीक्षित 7 दिनमा मर्दैछन्, यसलाई अमृत खुवाइदिउँ, यो कथा रूपी अमृत हामीहरूलाई दिनुहोस्। हो ठेक्का पट्टा पो गर्न आएछन् भन्ने बुझिहाल्नुभयो सुखदेवले। अब यसो अर्को मनले विचार गर्नुभयो, यी राजा परीक्षित अमृत कथा भागवत सुन्न बसेका छन्, म भन्नेवाला छु। अब त्यो भन्नेवालाले पनि त बुझ्नु पर्यो नि, यिनीहरू सुन्न चाहिरहेका छन् कि छैनन्। सुखदेवले भन्नुभयो, परीक्षित कथा त सुनाउँछु, तर यो भन्दा सर्टकट माध्यम अमृत आयो खायो भने मर्दैनौ, अमर हुन्छौ। कथा सुन्ने कि अमृत खाने? परीक्षा लिनुभयो गुरुले। तब परीक्षितले भन्नुभयो, मलाई अमृत चाहिँदैन, यो तुच्छ अमृत हो। अमृत भनेको सिसाको टुक्रा हो, अनि जुन भागवत अमृत छ यो मडी हो। कसैले आएर हामीसँग मडी छ, मलाई यो सिसाको टुक्रा तँलाई दिन्छु, मडी मलाई दिए भन्दाखेरि मान्छौँ भक्तजन? हामी पटक्कै मान्दैन। राजा परीक्षितले कथा सुन्ने विचार गर्नुभयो। सुखदेवले देवताहरूलाई खेदाउनु भयो। देवताहरू गए ब्रह्मलोकमा। ब्रह्माजीले उजुरी दिए, फलानो फलानो व्यक्तिले भागवत सुन्न हामी अधिकारी होइनौँ भनेर खेदाए। के हो ब्रह्माजी, अब दण्ड दिनु पर्यो, मुद्दा हाल्नु पर्यो भन्नुभएछ। राधे राधे। अब त्यति भनिसकिसकेपछि ब्रह्माजीले भन्नुभयो, ठिकै छ, 7 दिनसम्म परीक्षितले कथा सुनाउन्, यदि मुक्ति भएनन् छन् भने डाइरेक्ट हाई लेभलको मुद्दा हालौँला।
अब ब्रह्माजीले पनि हेर्न लाग्नुभयो यता सुखदेवले कथा सुनाउँदै 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 जानुभयो 7 दिनमा राजा परीक्षित मुक्ति भए ब्रह्माजीले यसो विचार गर्नु भएछ कतिको तेजस्वी रहेछ भागवत भनेर एउटा तराजु बोक्नु भएछ एकतिर जप ध्यान मन्त्रहरू सबै थोक राख्नुभयो एकतिर भागवत राखेर यसो चाँदर जोक्नु भएको भागवत गरौँ भएको देख्नुभयो त्यही समयमा ब्रह्माजीले भन्न लाग्नुभयो मेनि रे भगवत रूपम शास्त्रम भागवतम कलौ यो कलियुगमा भागवत शास्त्र भन्दा ठुलो अरु केही छैन सुन केही सकेनौ भने भागवत लगाउन सकेनौ भने सुन्न जानु 7 दिन भ्याएनौ भने 3 दिन आएर सुन्नु 3 दिन भ्याएनौ भने 2 दिन सुन्नु 2 दिन सुन्न पनि भ्याएनौ भने 1 घण्टा सुन्नु त्यो पनि भ्याइएन भने 1 सेकेन्ड भए पनि भागवतको कथा सुन्नु अझै सक्छौ गुरुजी केही उपाय छ एउटा भागवतको पुस्तक किनेर लगेर पूजा कोठामा राख्नु राधे राधे अब गुरुदेव यो सुन्दर भागवत पहिले कसलाई सुनायो त भन्दाखेरि सबैभन्दा पहिला भगवान विष्णुले ब्रह्मालाई अनि ब्रह्माले नारदलाई नारदले वेदव्यासले सुखदेवले राजा परीक्षितलाई अनि मैले हजुरहरूलाई यो भागवत सुनाइरहेको छु राधे राधे एक दिनको कुरा थियो सुन नारदले जब 7 दिनसम्म बसेर भागवत कथा सुने है भनेर सुतजी महाराजले भन्नुभयो सौनकादि ऋषिहरूले प्रश्न गरे नारद त एउटा गाई दुने समय भन्दा धेरै अरूका घरमा गएर बस्न टिक्न सक्दैन 3 मिनेट भन्दा धेरै बस्न सक्दैन यस्ता नारदले 7 दिनसम्म पलाटी घोसेर कसरी भागवत सुने कथा सुनाउनुहोस् न भन्दाखेरि सुतजी महाराजले भन्न लाग्नुभयो कथम ब्रह्मन् दीन मुख कुत सिन्ता तुरु भवान के भन्दै हुनुहुन्छ कुनै समयमा बद्र विशाल क्षेत्रमा सनक सनन्दन सनातन सनत कुमार यी 4 ऋषिहरू भजन कीर्तन गरिरहेका रहेछन् परबाट नारदजी चाहिँ हतार दौडिँदै कुद्दै हुनुहुँदो रहेछ अनि यी 4 ऋषिहरूले प्रश्न गर्नुभयो अरे नारद पर्ख कथम कहाँ हिँडेका कहाँबाट आएका कता गइरहेको छौ के भयो भन्दाखेरि नारदजीले भन्न लाग्नुभयो बडा दुःखको कारण छ के सुनाऊ हे दाजु हो त्यसैले दौडिरहेको छु म के भयो त लु भन न त भन्दाखेरि यहाँनिर नारदजीले भन्नुभयो अहं तु पृथिवीं ज्ञात्वा सर्वोत्तमामिति पुष्करं च प्रयागं च काशीं गोदावरीं तथा यो ब्रह्माण्ड करोडौं छन् यसमध्ये सबैभन्दा पवित्र भनेको पृथ्वी रहेछ भनेर म पृथ्वीमा भ्रमण गर्न गएँ हे दाजु हो तर त्यहाँ कहीँ पनि शान्ति देखिन सनकादिले विचार गर्नु भएछ पक्कै सेल्फी डाँडातिर रेस्टुरेन्टतिर गयो होला हो हेर नारद रेस्टुरेन्टतिर राम्रो हुँदैन सेल्फी डाँडातिर पनि आनन्द भेटिँदैन आनन्द भेट्नका लागि त भागवत कथा भएको ठाउँमा वृन्दावन मथुरा बराक क्षेत्रतिर जानुपर्छ नारदजीले भन्नुभयो कहाँ रेस्टुरेन्टतिर जानु र गइन त्यता पनि सेल्फी डाँडातिर पनि गइन कहाँ गयौ पुष्करम च प्रयागम च पुष्कर गए प्रयाग गए गोदावरी गए हरिक्षेत्र कुरुक्षेत्र श्रीरङ्ग सबै तीर्थहरूले कहीँ शान्ति भेटिन दाजु हो त्यसैले आत्तिरहेको छु कलिना धर्म मित्रेण कलिले सबैलाई जगडिसकेको रहेछ सत्य बोल्न छोडेछन् व्यक्तिहरू सबै नास्तिक भएछन् भगवानको कथाहरू सुन्नेवाला कोही छैनन् तपस्या रहेन रहेछ शौच रहेन रहेछ दया भन्ने कुरा त अलिकति पनि रहेनछ राधे राधे त्यसैले भरिसक्के हामीहरूले गर्ने भनेको संसारमा नि भक्तजन दया हो यदि कसैलाई दया गरियो भने हामीहरूलाई उनीहरूले के गर्छन् दयालाई उल्टो बनाइदिनुहोस् दया या जीवनभर उनीहरूले याद गरिरहेका छन् हामीहरूलाई दया कोही छैन अनि नि दाजुहरू म ब्रह्मचारीहरूको आश्रम गएँ गृहस्थीको आश्रममा गएँ कहीँ जाँदा कहीँ सुख छैन उदरम भरिडो जीवा सबै जीवहरू पेट भर्न मात्रै अगाडि बढिरहेका छन् जानु पर्यो वृन्दावन भनेर अब म वृन्दावन गएँ जाँदै गर्दा यमुना तट भेटेँ साह्रै थाकेको थिएँ
यमुनाको जल अजुलीले उगाएर स्वरूप पारेको मात्रै थिएँ घुम घुम गरेर रोएको एउटी देवीको आवाज मैले सुने। यसो पर हेरेको त एउटी देवी जो भर्खरकी छिन्, 24-25 वर्षकी सुन्दर सुकुमाल छिन्। दुईटा वृद्धहरू काखमा राखेर रोइरहेकी रहेछन्। उनका पछाडिबाट धेरै कन्याहरूले हम्का पनि लगाउँदै थिए। दाजु अब मैले विचार गरेँ जानु पर्यो तिनलाई सहयोग गर्नका लागि। किन रोएकी रहेछन् बुझेर तिनको दुःखलाई हल गरिदिनु पर्यो भन्ने विचार गरेर जान आँटेको थिएँ। फेरि विचार गरेँ आमाहरूको हृदय त माखन जस्तो हुन्छ अरे। बुबाहरूले भन्दै हुनुहुन्छ मन भने हामीहरूलाई थाहा छ नि के कस्तो हुन्छ, सम्झिँदै हुनुहुन्छ परबाट, हाँस्दै हुनुहुन्छ। आमाहरूको हृदय माखन जस्तो हुन्छ अरे। भक्तजन एकैछिनमा रिसाउने, एकैछिनमा खुसी भइहाल्नुहुन्छ अरे। हो नभएको होइन भन्दै हुनुहुन्छ। हो रहेछ त्यसो भए माखन जस्तो हुन्छ अरे। मैले विचार गरेँ अब यी छोरी मान्छे भएको ठाउँमा म ब्रह्मचारी पुगेँ भने रिसाएर अरे छोरी मान्छे भएको ठाउँमा किन आएको भन्दै भने मेरै बदनाम हुन्छ। उनीको छेउछेउ हुँदै 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 म अगाडि बढेँ। जाँदाखेरि ती कन्याले मलाई देखिन् र बोलाउन लागिन्। भो भो साधु क्षणं तिष्ठ मच्चिन्ताम विनाशय दर्शनं तव लोकस्य सर्वथा गहरं परम। हजुर जस्तो सन्तहरूलाई हामीहरूको दर्शन मात्रै पायौँ भने हामीहरूले अगम हरम हाम्रा पापहरू सबै नष्ट हुन्छ। त्यसैले मेरो दुःखलाई हरण गरिदिनुहोस् भनेर ती कन्याले जब बिन्ती बिछाइन् तब नारदजीले पहिले प्रश्न गर्नुभयो। के भन्दै काशी त्वं काव्यमौचेमा नार्यका पद्मलोचना। अत्यन्त सुन्दर लोचना आँखा भएकी हे कन्या को हौ तिमी? ए लडिरहेका बुढाहरू कोन? तिम्रा पछाडि हम्का लगाउनेहरू कोन भनेर सोधिसकेपछि ती कन्याले अब आफ्नो परिचय दिँदैछिन्। अहं भक्ति रीति ख्यात इमौ मे तनयो मतौ ज्ञान वैराग्य न मानो कालयोगे न जर्जरो। मेरो नाम भक्ति हो हे सन्तजी। अनि यी दुईटा लडिरहेका छौ नि, मे तनयौ, मे भनेको मेरो, तनयौ भनेका दुई पुत्र हो। नारदजी छक्क पर्नु भएछ। आमा हेर्दा भर्खर 19-20 वर्षकी छोराहरू 80-90 वर्षका लडिरहेका छन्। अचम्म हुनु भएछ। अनि छेउछेउमा बस्ने चाहिँ को हुन् भन्दा यी गङ्गा आदि नदीहरू हाम्रो सेवा गर्न बसेका हुन्। हे गुरुदेव म द्रविड देशमा उत्पन्न भए कर्नाटकमा गएर बढ्दै बढ्दै गए। जब गुजरातमा पुगे म बुढी भई जानु पर्यो वृन्दावन भनेर जब वृन्दावनमा आइपुग्यौँ हामी तीनैजना आमा छोराहरू। तब म तरुणी भई छोराहरू वृद्ध भए। अब यो वृन्दावन पनि छोडेर जान लागेको छु म भन्दाखेरि नारदजीले भन्नुभयो चिन्ता नगर म तिम्रो यो दुःखलाई हरण गरिदिनेछु। भक्तिले भनिन् के का कारणले हामीलाई यस्तो भएको भन्दा कलिका कारणले भनिदिनु भयो नारदजीले। अनि मैले यी नारदजीले भन्नुभयो कि यो सबै कलिका कारणले भएको हो। भक्ति महारानीले भन्नुभयो अनि त्यो समयमा राजा परीक्षितले कलिलाई मार्नु भएको होइन र? नारदजीले भन्नुभयो होइन होइन मार्न चाहिँ खोज्या हो। के भएर मार्नु भएन? कलिसँग एउटा सद्गुण रहेछ भक्तजन। राधे राधे। त्यसैले सही काम गर्नुहोस्, एउटा नराम्रो काम गर्नुभयो भने त्यसैलाई खेदो खनिन्छ अरे। हाम्रो स्वभाव कस्तो छ अरे भने नि भक्तजन झिगा जस्तो छ अरे। राधे राधे। हाम्रो स्वभाव कस्तो छ अरे? झिगा जस्तो। कसरी गुरुजी भन्दाखेरि शरीरमा यति राम्रा राम्रा ठाउँ छ तर झिगा चाहिँ त्यही घाउ भएको ठाउँमा त्यही पिपापको ठाउँमा मात्रै गएर बस्छ अरे। झिगा राम्रो ठाउँ हुँदा हुँदै पनि। त्यसैले ग्रहण गर गुणैको दोषको ख्याल छोडी संसारमा गल्ती नगर्ने को हुनुहुन्छ? लु हात उठाउनु त हजुरहरूले। हाँस्नु पो भयो त होइन? सबैले गल्ती गर्नु भएको छ त? यहाँ पर आमाले हो नि गुरुजी गरिन्छ नि भन्दैन हुन्छ। गल्ती नगर्ने व्यक्ति भेटिँदैन।
सबै गुणै गुणले युक्त भएको हुँदैन, त्यसैले ग्रहण गर गुणैको, जहाँ जाँदा पनि तिमीले गुणको मात्रै ग्रहण गर। दोषको ख्याल छोडी, दोषको ख्याल छोडिदिनु पर्दछ अरे। जब यी परीक्षितले धनुकाँड उठाएर ताँदो चढाएर त्यो कलीलाई मार्न लागे, दीनवत् शरणम गतः, दीन भएर दुःखी भएर राजा परीक्षितको शरणमा पर्यो अनि परेर भन्न लाग्यो मलाई नमार्नुहोस्, हो मसँग अवगुण धेरै छन् तर एउटा सद्गुण छ। के छ सद्गुण भन्दा यत फलम नास्ति तपसा, यत भनेको जुन, फलम फल, नास्ति तपसा, तपस्या गरेर पनि प्राप्ति गर्न सकिँदैन। न योगेन समाधिना, योगेन योग आदि समाधिद्वारा पनि जुन फल प्राप्ति गर्न सकिँदैन। अनि तत्फलम लभते सम्यक, त्यो फल सम्यक प्रकारले प्राप्ति हुँदछ। के गर्दा? कलौके सब कीर्तन, कलियुगमा केशव भगवानका कीर्तन गुणानुवाद श्रवण गर्नाले वैकुण्ठ फल प्राप्ति हुँदछ। मलाई नमार्नुहोस् भनेपछि राजा परीक्षितले छोडिदिए। अनि त्यति भनेर नारदजीले भन्नुभयो अब भोलिका प्रसङ्गमा म तिमीलाई के गर्दा, तिम्रा दुईटा छोरा भर्खरका, तिमी चाहिँ अलिक बुढी बुढी हुन्छौ, आमा भन्न लायक के भन्छौ, भोलिका कथामा सुनाउँछु। आज नडाका भक्तहरू अलिअलि हाई पनि गर्न थाल्नुभयो भनेर आजको महात्मालाई यही विश्राम गर्नुभयो। अघि मैले सुनाएको सूत्र थियो नि भक्तजन, रिसाउनु त हुँदैन, अब तार्दैन, कहाँ छोड्छु र म फेरि है। रिसाउनु त अलिक लेग्रो तानेर किन सिकाएँ मैले भन्दाखेरि हजुरहरूले 1 को गुना जान्नुभयो, 2 को गुना जान्नुभयो, 3 को गुना जान्नुभयो, तर रिसको गुना आउँदैन होला हजुरहरूलाई, आउँछ? अब सुन्नुहोस् है त, रिसाउँदा के हुँदो रहेछ गुनाको हिसाबले हामी श्रवण गरौँ। रिस एकान, रिस आफूले रिस गर्यो भने फलानु व्यक्तिले पनि हामीलाई रिसै गर्छ भक्तजन। प्रेम गर्यो भने प्रेम गर्छ, माया गर्यो भने माया गर्छ, मिठो बोल्यो भने मिठै बोल्छ। अब रिस उठ्नुना के हो? गाली। जब रिस उठ्न थाल्छ गाली गर्न थाल्छ, होइन त? अब रिस त्यहाँ गाली गर्दै गर्दै गएपछि रिस त्यहाँ झगडा प्रारम्भ हुन्छ। अब रिसौको झगडा पनि थाम्न नसकेपछि हानाहान, रिसौको हानाहान। जब हानाहान स्टार्ट भयो, रिस पन्छे रक्तपात, अब रगतहरू झर्न थाले, अङ्ग प्रत्यङ्ग टुटफुट हुन थाले। यस पछाडि जब रक्तपात भयो, रिस छक्का चौकी, पुलिसहरू आउनुभयो, लिएर जानुभयो चौकी। अब रिस साता जब चौकी पुग्यो, रिस साता मुद्दा स्टार्ट भयो। जब मुद्दा स्टार्ट भयो तब रिस आठौं अदालत, मुद्दा हाल्दैपछि अदालत पुग्नु पर्यो। फेरि यो अदालतको अर्थ बेग्लै छ भक्तजन। अ को अर्थ हो आओ, आउनुहोस्। द को अर्थ दाम दे दो, पैसा देऊ। अनि ल जुन दिनदेखि त्यो मुद्दा भिड्नु पर्ने हो त्यसको तारिख लिएर जाऊ, यो अदालतको अर्थ हो। जब रिस आधा अदालत पुग्यो तब रिस 9 अदालतमा फैसला भयो, जेललाई 5 वर्ष। रिस 9 जेल पुग्नु पर्दो रहेछ। जब जेलमा पुलिस दाजुभाइहरूले जब तालचा लगाइदिनुहुन्छ नि भक्तजन बाहिरबाट, तब ठबक्क जेलभित्र त्यो भुइँमा पलाइटी कसेर बसेर रिस दसान पछुतो। बिना बित्थामा त्यो दिन रिसाएछु, रिसाएका कारणले गाली खाइयो, गालीका कारणले झगडा भयो, झगडाका कारणले हानाहान भयो, हानाहानका कारणले रक्तपात भयो, रक्तपातका कारणले चौकी पुग्यो, चौकी पुग्नेका कारणले मुद्दा लाग्यो, मुद्दा लागेपछि जेल पुग्यो, जेल पुगेपछि अन्तिममा के भएछ त? पछि तोरँदो रहेछ। त्यसैले गरिसके परिवार समाज जुटेर बस्नुपर्छ भक्तजन, फुटेर बस्नु हुँदैन। 36 जस्तो भएर बस्नु हुँदैन, 36 जस्तो भएर बस्नुपर्छ।
36 कस्तो हुन्छ 3 पनि यता फर्केको हुन्छ 6 पनि यता फर्केको हुन्छ 36 मुख हेरिरहेका हुन्छन् आई टु आई कनेक्सन भइरहेको हुन्छ 63 जस्तो चाहिँ हुनुहुँदैन अरे 6 यता फर्केको हुन्छ 3 यता फर्केको हुन्छ हैन त त्यसैले भक्तजन आज दोस्रो दिनको सायंकालीन सत्रको यो दिव्य महात्म्य प्रथम अध्यायको महात्म्य यहीँनेरि भक्ति महारानीले नारदको दिव्य प्रशंसा गर्दै 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 विश्राम गर्न लाग्नुभयो जयति जगति मायां यस्य कायादवस्थे वचन रचनमेकं केवलं चाकलय्य ध्रुवपदिमपि यातो यत्कृपातो ध्रुवोऽयं सकल कुशल पात्रं ब्रह्मपुत्रं नतोस्मि भन्दै यो दिव्य महात्म्यलाई विश्राम गर्नुभयो र मैले हिजो हजुरहरूलाई भनेको थिएँ प्रत्येक दिन एक एकवटा कुरा सिकाउँदै जान्छु हजुरहरू सबैलाई चाहिने र 6 रात्रि कोही नटुट्नु होला प्रत्येक दिन आउनु होला भक्तजन हामी घरमा पूजन गर्छौं पूजन गर्दा गुरुले पानी समात्नु भन्नुहुन्छ नि हैन त अब भन्नुहोस् त पानी कसरी समात्छौं हामी गुरुले भन्दा 9:02 भयो 9:30 हामी विश्राम गर्छौं पानी यसरी समात्छौं हो हातले देखाउनु त कसरी समात्नुहुन्छ हजुरहरूले सबैले मुठी पारिराख्नु भएको छ मुठी त तेरो बङ्गारा भन्दा मात्रै देखाइन्छ राधे राधे यो क्रोध मुद्रा हो भक्तजन जब यसरी पानी समातिन्छ यो क्रोध मुद्रा हो क्रोध मुद्राले पानी समात्यौं भने अगाडि थापेका देवी देवताहरू यसले कुट्न पो लागेछ कि भनेर लाग्नुहुन्छ स्वर्गलोकले आज पानी समात्ने ज्ञान हजुरहरूलाई दिँदैछु तर आफ्ना घरमा लगाएको बेला त्यो पूजामा त्यसरी नै समात्नु हुन्छ भने मात्रै सिकाउँछु नत्र अब ज्ञान मन चलाउन थाल्छु के गर्ने ल सुन्नुहोस् पानी समात्दा जहिले ब्रह्म मुद्राबाट पानी समात्नु पर्छ ब्रह्म मुद्रा कसलाई भनिन्छ भन्दा यस्तो मुद्रालाई सबैजनाले आफ्नो हात बनाउनु होला दाहिने हात यो मुद्रा भनेको ब्रह्म मुद्रा हो गुरुजी अघिको त रिस मुद्रा क्रोध मुद्रा भन्नुभयो यो ब्रह्म मुद्रा भन्नुभयो यसको अर्थ चाहिँ के हो त यो सिकाइदिनुहोस् हामी कति राम्रो रहेछ पनि भन्छौं नि है राम्रो चिज हो यो ब्रह्म मुद्रा हो कसरी ब्रह्म मुद्रा भयो भन्दाखेरि भक्तजन भन्नु न हो छिमेकीलाई गाली गर्नु त तर मम गर्नु पर्यो भने कुन औँला देखाउँछौ पहिला छोरी औँला होइन सबैलाई पो थाहा रहेछ त कति जान्ने भक्तजन हो सबैको कथा आउँदो रहेछ छोरी औँला यो औँलालाई क्रोध मुद्रा भनिन्छ क्रोधको औँला अनि यो बुढी औँठालाई हाम्रा सन्तहरूले शास्त्रहरूले ब्रह्म भनेको छ अब क्रोध कसले गर्छ हामी जीवहरूले गर्छौं त्यसैले यो भाग हेर्नुहोस् कति टाढा छ यो अहंकारी जीव जो रिसाइरक्छ ब्रह्मसँग जोडिनका लागि हुन चाहिँ छेउमै छ तर हत्तै पत्ता जोडी हाल्दैन यसरी हात भइरहेको हुन्छ होइन त अब हामी अहंकारी जीव यो औँला रूपी जीव पवित्र कुशको टुक्रा लिएर ब्रह्मसँग जोडिँदैछौँ है भन्ने अर्थ यो दुईटा औँलाको हुन्छ त्यसैले यो टुप्पोमा कुशको टुक्रा पकड्नु पर्छ गुरुदेव यो तीनवटा औँलाको अर्थ चाहिँ के हो त भन्दाखेरि यो संसारमा हामी तीनवटा तत्त्वमा फसेका छौं केमा जागृत स्वप्न सुषुप्ति तीन अवस्थामा फसेका छौं भक्तजन अहिले हामी कुन अवस्थामा छौं जागृत अवस्थामा छौं हैन त जागृत अवस्थाको औँला भनेको यो एंगेजमेन्ट गर्दा लगाइदिने औँला हो के लगाइदिने औँठी लगाइदिने औँला हो यो औँला जागृत अवस्थाको औँला हो त्यसैले पूजा गर्दा हामी औँठी यही औँलामा लगाउँछौं किन हामी जागृत अवस्थामा जागेर पूजा गरिरहेका छौं भन्ने अर्थ अर्को स्वप्न अवस्था भनेको सपना देखेको अवस्था यो कान्छे औँला हो सुषुप्ति भनेको त्यो सुँगुर सुताई सुत्दो रहेछ हो यो भन्छौं नि हामी घरमा हैन सुषुप्ति अवस्थाको औँला भनेको यो बीचको औँला हो जागृत स्वप्न सुषुप्ति अवस्थामा फसेको जीव कस्तो जीव अहंकारी रूपी जीव ब्रह्मसँग जोडिनका लागि जागृत अवस्थामा औँठी लगाएर पानी समातिरहेको छ गुरुदेव अब पानी चाहिँ कहाँ राख्नु त भन्दाखेरि यो बीचको भागमा पानी राख्नु पर्दछ
किन यो स्थल भनेको तीर्थ स्थल हो, जलहरू बस्ने ठाउँ हो, गङ्गा यमुना सरस्वतीहरू बस्ने ठाउँ हो। अनि हातलाई हृदयमा राखेर सङ्कल्प गर्नुपर्छ। गौदान गर्दाखेरि दुनामै हात लम्की 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 राखिरहेका हुन्छौँ। सङ्कल्प हातले गर्ने होइन भक्तजन, मनले गर्ने हो सङ्कल्प। जसले मनले सङ्कल्प गर्यो ऊ फर्स्ट भयो, विन भयो, जितो उसले। हातले मात्रै सङ्कल्प गर्यो भने त आँखा चञ्चल भइरहेको हुन्छ, मन चञ्चल भइरहेको हुन्छ। देख्नमा चाहिँ के देख्यो, पूजा त धमाकादारले पूजा गरिरहेको छ, कस्तो भक्त हो होइन, चन्दन पनि मजाले निधारभरि लगाएको रहेछ, त्यो देखिन्छ मात्रै। वास्तविक सङ्कल्प भनेको हृदयबाट हुन्छ भन्दै भन्दै आउनुहोस्। आजको महात्म्यलाई, यो ज्ञानलाई यहीँ विश्राम गरे। भोलिको दिनमा यो पण्डालमा बाँसका लिङ्गाहरू, खोलाका लिङ्गाहरू किन लगाइएको हो, यो मण्डप यसरी किन स्थापना गरिएको हो, यो हामी दुवैतर्फको माध्यमबाट वैज्ञानिक तरिकाले पनि आध्यात्मिक तरिकाले पनि श्रवण गर्नेछौँ। सबैजना नछुट्नु होला। अनि पर्सिको दिनमा हामीहरूले घरमा पूजा कोठा कसरी राख्नु पर्दछ, किन घरमा जति आमा बुवाहरूले मैले भजन कीर्तन गर्दा पनि झै झगडा मात्रै हुन्छ, रोग व्याधले मात्रै सुन्छन्, त्यसलाई निवारण गर्ने सूत्र पर्सिका दिनमा म हजुरहरूलाई श्रवण गर्नेछु, गराउनेछु। आउनु सुन्दर भजन, तत्पश्चात ज्ञान मञ्च। उमा महेश्वर भगवान को जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम। कैलासवासी दया निवासी, कैलासवासी दया निवासी, तुम्हारे डमरू बजाउँदा चम्म। जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम, जय जय हो भोले बाबा हर बम बम। उमा महेश्वर भगवान का भोले भक्तवत्सल भगवानको अब केही क्षण बस्छौँ। भक्तजन रिचार्ज काटेर ज्ञान मञ्च सबैजनाले लिएर जानु होला। अब यो ज्ञान मञ्चको उत्तर दिनका लागि कसले छिटो हात उठाउनुहुन्छ त्यो हेर्ने ड्युटी हजुरहरू दुईजनाको। हजुरहरूले जे भन्नुभयो त्यही नियम पारित हुनेछ, उहाँले नै भन्न पाउनुहुनेछ। अब समय हेरिदिनका लागि हजुरहरू सबैजनालाई मैले अहिले छुट्याइन, त्यो कारणले गर्दा हजुरहरूलाई 1 मिनेटको समय हुनेछ। त्यो समय हेरिदिनका लागि वरिष्ठ भजन गायक, अघि युट्युब पनि मेरो सञ्जीव भुर्तेल नाम गरेको नाममा छ है, यसो त्यहाँनिर भजन हेरिदिनु होला। सब्सक्राइब छोरी औँलाले गरिदिँदा पनि हुन्छ, बुढी औँलाले गरिदिँदा पनि हुन्छ भनिसक्नुभयो। सब्सक्राइब होइन त? एकचोटि जोरदार पाराले कलाकार परिवारलाई सम्मान गरौँ। भक्तजन जुन औँला चलाउँदा पनि अब उहाँले समयको निर्धारण उहाँले गरिदिनु हुनेछ। यसै गरेर अब नियम के छ भन्दाखेरि जब म प्रश्न गर्छु हजुरहरूले उठेर राधे राधे भनेर मात्रै उत्तर दिनुहुनेछ। जसले राधे राधे नभनिकन उठेर उत्तर दिँदै हुनुहुन्छ, अर्कोले राधे राधे भनेर उत्तर दिनुभयो भने राधे राधे भन्ने नै उहाँले भन्न पाउनुहुन्छ। र मोबाइल देवता गुगल सरलाई सोध्न पाइँदैन। राधे राधे
गुगल सरलाई पनि सोध्न पाइँदैन। अब प्रश्न यस प्रकारका छन्। प्रश्न गर्नुभन्दा अगाडि घिमिरे पुस्तक पसल तथा डिजिटल फोटो स्टुडियो बराक क्षेत्र 3 नडाबाट आजको ज्ञान मञ्चको लागि एनसेलको 50 को दुई थान रिचार्ज कार्ड उपलब्ध गराइदिनु भएको छ। उहाँलाई पनि एकचोटि जोरदार तालले सम्मान गरौँ। भागवत भगवानको अनन्त अनन्त कृपा वर्षिरहोस्। उहाँहरूलाई म अगाडि आमन्त्रण गर्न चाहन्छु व्यास मण्डपमा। नाम के पो थियो? जसले यो दुईटा 50-50 को रिचार्ज कार्ड दिनु प्रदान गर्नुभएको छ उहाँलाई अगाडि आमन्त्रण गर्न चाहन्छु। र अर्को भक्तजन हामीहरूलाई गुरुहरूलाई कलाकार परिवारलाई अपरेटर परिवारलाई अनि समस्त आयोजक परिवारहरूलाई भोजन बनाएर खुवाउनु हुने प्रसाद यतापट्टि आउनु ल। एकचोटि पुनः पनि जोरदार तालीले सम्मान गरौँ भक्तजन। उहाँको स्टुडियो सबैतिर फैलिएर जाओस्। अब हामीहरूलाई भोजन बनाएर ग्रहण गराउनु हुने हाम्रो भान्से गुरुदेव पिताम्बर बराल उहाँले 6 वटा हनुमान चालिसा आज मेरो तर्फबाट है भनेर पुरस्कार ल्याउनु भएको छ। हनुमान चालिसाको पुस्तक ल्याउनु भएको छ। उहाँलाई पनि पवनपुत्र हनुमानको आशीर्वाद होस् भन्ने मङ्गलमय कामना गर्दै एकचोटि जोरदार तालीले सम्मान गर्दैौँ। र अर्को कुरा भक्तजन हामीहरूले ज्ञान मञ्च गरिरहँदा कहीँ कहीँ गीताको पुस्तक दिने गरेछ, कहीँ भागवत, कहीँ वेद, कहीँ हनुमान चालिसा र कतै कतै कुनै कुनै ठाउँमा जब भक्तहरूले त्यो ज्ञान मञ्च मिलाएर पुस्तक लिएर जानुहुन्छ यो हामीहरूलाई के काम हो भनेर डस्टबिनमा भेटिएको देखिएको छ कति ठाउँमा। त्यसो नगरिदिनु होला। जो नानीहरू छन् घरमा आमा दिदीबहिनीहरूले मिलाउनु भयो भने उहाँहरूले आफ्ना सन्तानलाई बिहान उठेर एकचोटि हनुमान चालिसा पाठ गर्न लगाउनु होला। ब्रह्म तेज बढ्नेछ, कर्म क्षेत्रमा अगाडि बढिनेछ। सकिन्छ भने एक एकवटा हनुमान चालिसा सबैले मिलाएर लानु होला। राधे राधे। 5 वटा छ। आउनुहोस् अब प्रश्न हजुरहरू समक्षमा गर्दैछु म। सबैभन्दा अर्को कुरो भनेको मलाई अप्ठ्यारो प्रश्न त बनाउनै आउँदैन। साह्रै सजिलो प्रश्न बनाउँछु भक्तजनमा। प्रश्न यस प्रकार छ। सबैजनालाई प्रश्न जाँदैछ, मजाले हेर्नु पर्यो है। अब कसले हात उठाउनु हुने हो? बराक क्षेत्र चतरा धामका छेउछेउका भक्तहरू कति हो, कति पुराण सुन्नु भएको छ, कति हो, कति मनमा ज्ञान गुणका कुरा छन्। रिसाउन त पटक्कै आउँदैन अरे फेरि यो ठाउँका भक्तजनहरूलाई। पहिलो प्रश्न सबैजनालाई जाँदैछ। प्रश्न यस प्रकार छ। भन्नुहोस् कि भक्तजनहरू मलामी जाँदा फाल्ने पैसालाई के भनिन्छ? तपाईँ बस्नु भएको छ कि उठ्नु भएको छ? अनुशासनलाई बहुत धेरै हजुरहरूले याद राख्नु होला। उठ्नु तपाईँ। ए राधे राधे तिलो। जोरदार तालीले सम्मान गरौँ। दिदीलाई अगाडि आमन्त्रण गर्न चाहन्छु म। हाम्रो गणेश गुरुदेवका हस्तकर कमलबाट पुरस्कार ग्रहण गरिदिनु होला। सुन्दरको सङ्गीतका धुनद्वारा हामी उहाँलाई आमन्त्रण गर्दैछौँ। बोले भागवत भगवानको। र हिजो जसले दिदीको नाम हजुरको शुभ नाम के साह्रो छिटो हो, हतार पनि के साह्रो। अनि नाम के हो त भनेर जाँदा हुन्छ नि त। ललिता केसी। हाम्रो दिदी ठिकै छ। बहुत धेरै खटिराख्नु भएको छ। पुराणमा नखाई यसो पाउमा चप्पल नलगाइकन खटिराख्नु भएको छ। ललिता केसी। अब भक्तजन पहिला 4 वटा प्रश्न जसले मिलाउनु भयो हनुमान चालिसाका साथमा 100 रुपियाँको रिचार्ज कार्ड पनि बम्फर उपहार छ। परिसके सबैजनाले मिलाउनु होला। यो 4 वटा रिचार्ज कार्ड हिजो हाम्रो जो भक्तले प्रदान गर्नु भएको थियो उहाँको उब्रेका कारणले गर्दा आज हामीले त्यही वितरण गर्दैछौँ। अब दोस्रो प्रश्न जाँदैछ। झन् सजिलो छ भक्तजन। आदि उठ्दै गर्दा हुन्छ।
प्रश्न यस प्रकार छ, भन्नुहोस् भक्तजनहरू, छोरो मान्छेलाई कहिले छोरी भनेर पुकारिन्छ, बोलाइन्छ, अथवा छोरो मान्छे कहिले पुत्री हुन्छन्? यता राधे राधे भन्नुभयो दाजु। हजुर, क्रिया पुत्री बस्दा जोरदार तालले सम्मान गरौँ। छोरो मान्छे पनि पुत्री कहिले हुन्छन्? कुर्रामा बसेको बेला क्रिया पुत्री भनेर हामी सम्बोधन गर्ने गर्छौँ। दाजुलाई पनि अगाडि आमन्त्रण गर्न चाहन्छु, जोरदार तालले सम्मान गरौँ। नाम शुभ नाम के भन्नुभयो हजुरले? विदुर भट्टराई दाजुले मिलाउनु भएको छ, साउन्डको छेउमा बसेर मिलाइराख्नु भएको छ। पुनः एकचोटि जोरदार तालले सम्मान गरिदिउँ। अब अर्को प्रश्न जाँदैछ भक्तजन हजुरहरूमा। होइन, प्रश्न गर्न पाएको छैन, अघि त हात उठाउनुहुन्छ त हो दाजु। हिजैदेखि उठ्नु भएको थियो कि क्या हो? विदुर भट्टराई दाजु हिजैदेखि उठ्नु भएको थियो कि क्या हो? राधे राधे। आउनुहोस्, अब अर्को प्रश्न जाँदैछ हजुरहरू समक्षमा। यो त झन् सजिलो प्रश्न छ भक्तजन। भन्नुहोस्, माघे सङ्क्रान्ति कहिले पर्दछ? म पर बहिनी हुन्थ्यो। माघे गते नै हो त? फेरि सम्झेर भन। जोरदार तालले सम्मान गरिदिउँ हाम्री बहिनीलाई। नाम के भन्नुभयो? पवित्रा बानिया। आउनु, सुन्दर सङ्गीतका धुनद्वारा उहाँलाई हामी व्यास मण्डपसम्म। हाम्री पवित्र बहनियालाई भगवानको आशीर्वाद अनन्त अनन्त रूपमा मिलिरहोस् र उच्च शिक्षा हासिल गर्न सक्ने क्षमता भगवानले प्रदान गरौँ। माता पितामा रोग व्याधिहरू हटेर जाउँ, घर परिवारमा सुख शान्ति होस् भन्ने मङ्गलमय कामना गर्दै आउनुहोस्, पुनः अर्को प्रश्न हजुरहरू समक्षमा राख्दैछु। अब यो झन् सजिलो छ। भन्नुहोस् भक्तजन कि आज दिउँसोको कथामा आएको थियो, एउटा त कथा भित्रबाट पनि हाल्नु पर्यो नि। भागवतमा जम्मा 12 स्कन्धहरू छन्, 12 स्कन्धहरू छन् भने भागवतका लक्षणहरू कति छन् बताउनु? भागवतमा कति लक्षणहरू छन्? 1 2 3 आमामा के साह्रो कराएको। जोरदार तालले सम्मान गरिनु 10 लक्षण। उहाँको शुभ नाम रोशन घिमिरे। उहाँलाई अगाडि आमन्त्रण गर्न चाहन्छु सुन्दर सङ्गीतको धुनद्वारा। जय हो। अब हिजो तबलाको धुन सुन्ने भक्तजन होइन त? तबला बजाउने गुरुको नाम के हो? गुरुजी आज बिहान तरुल उसिनेर खाएका थियौँ, त्यसैले थिचेर बिर्सिहाल्यो नि। राधे राधे। सागर शाह। अब भक्तजन हेर्नुहोस्, हाम्रा गाउँमा पाहुना आएका छौँ हामीहरू। पाहुना होइनौँ त? पाहुनाहरू आइसकेपछि पहिले घर कहाँ हो, कहाँबाट आउनुभयो, के थरी, के हो नाम, परिचय लिनु पर्दैन? कस्ता गुरुहरू आउनुभयो, कस्ता कलाकार आउनुभयो, यत्रो ठुलो नगरीमा आउनु भएको छ। अब एउटा परिचय रूपी प्रश्न हजुरहरूलाई हुँदैछ, परिचयात्मक प्रश्न। भन्नुहोस् भक्तजन कि मुसुक्का हाँस्ने होइन अनि सुन्दर सङ्गीतमा आनन्द दिलाउनका लागि प्याड बजाउने गुरुको नाम के हो?
प्रश्न गएको छ 1 मिनेटको समय छ हजुरहरुसँग यो त पक्कै कर्ताहरुले चाहिँ मिलाउनुहुन्छ यस पछाडी कर्ताहरुमा जानेछ होइन आएन अनि भजनमा नाच्न चाहिँ समय सकिएको छ भक्तजन यही प्रश्न अब कलाकार यता कर्ता परिवारमा जाँदैछ लु भन्नुहोस् प्याड बजाउने पल्ला छेउका गुरुजीको नाम के हो अब यो त भएन है होइन आएर त कान्छी भाउजू तपाईँकै घरमा हुनुहुन्छ त हो बसाइ त गुरुहरूको होइन नाम सोध्नु भएको छैन तातो पानी चिसो सोध्दै हुन्छ नि ए बास भइहाल्यो त्यसो भए त बोले भागवत भगवानको उहाँको नाम छ देवेश रोय उहाँको शुभ नाम हो देवेश बडा मिठो प्याड बजाउनुहुन्छ पूर्वाञ्चलको नाम उहाँको पनि नाम आउँछ पूर्वाञ्चलमा र हामी धेरै पुराणमा पनि बसिसकेका छौँ आउनुहोस् उहाँको अलिकति प्याड बजाई श्रवण गरेर यो अन्तिम प्रश्न गर्दै गर्दै 2टा रिचार्ज कार्ड एउटा भजनमा नृत्य गरेर अनि विश्राम 9:30 मा हजुरहरूलाई छुट्टी घन्टी बज्छ है र आउनुहोस् प्याडको धुन सुनौ भागवत भगवानको मन परेन पर्यो लु जोरदार तालीले सम्मान गर्दिनु अब भक्तजन प्रश्न अर्को गर्दैछु एउटा पुरस्कार रहेको छैन गुरुजी अब यसमा चाहिँ रिचार्ज कार्ड छैन भक्तजन तर हनुमान चालीसा अब कसले प्राप्त गर्नुहुनेछ भनिसके सबैजनाले मिलाउनु है प्रश्न यस प्रकार छन् भन्नुहोस् कि भागवतमा कति अध्याय महात्म्यहरू छन् 6 अध्याय बुवाले सही उत्तर दिनु भएको छ जोरदार तालीले सम्मान गरौँ बुबाको शुभ नाम 72 घिम्रे 73 दिवाकर घिम्रे बुबाले बोल्न मिलाउनु भएको छ अगाडि सुन्दर संगीतका धुनका साथ महामन्त्रण गर्न चाहन्छु म जोरदार तालीले सम्मान गरौँ गुरुदेवका हस्ताक्षर कमलबाट अब भक्तजन आउनुहोस् रिचार्ज कार्डमा प्रवेश गरौँ सबैजनाले मोबाइल अन गर्नु होला आँखा मोबाइलतिर लानु होला अनि दुईटै हातमा बुढी आउँदाले तयारी पार्नु होला मोबाइल सबैजनाले यो रिचार्ज कार्ड लगाएर भजनमा नाचेर मात्रै जाने भक्तजन 2 मिनेट समय लिन्छ हजुरहरूको म धेरै लिँदैन आउनुहोस् रिचार्ज कार्डको नम्बर यस प्रकार छ पिन नम्बर दबाउनु भयो *902* अब पिन नम्बर दबाउनु होला म नम्बर भन्दैछु 14204995716654 अनि त्यही छ कता देवजीले मिलाइसक्नु भएको छ लगाइसक्नु भएको छ जोरदार तालीले सम्मान गरौँ भक्तजन यताबाट चिटिङ भएको छैन है मैले हजुरहरूलाई मात्रै हेर्दैछु नि राधे राधे अब अर्को प्रश्न अर्को रिचार्ज कार्ड छ 50 रुपैयाँको सबैजनाले तयारी हुनु होला नम्बर भनौ आवाजै आएन त हो कि आफै राखौँ मोबाइल बोक्यो
नम्बर थिच्न तयार, मन्त्र भन्न तयार। ल म मन्त्र भन्दैछु, हजुरहरूले यो मन्त्र डायल गर्नु होला, वैकुण्ठ पनि पुग्न सकिन्छ नि भक्तजन यो मन्त्र हान्दा त। ल मन्त्र इस प्रकार छ 02062251631278 अनि त्यही यति। पसेन यता पनि कहाँ जोतिखेर हातमा लड्डु आउँछ त। ए अघि पछि जाको दोनों हाथ में लड्डू। भक्तजन रेसाउनु त हुँदैन, मेरामा पसेन भनेर नरिसाउनु होला है। भन्दै भन्दै आउनुहोस्, यो ज्ञान मञ्च अहिलेलाई विश्राम भएको छ। भक्तजन भोलि पनि यसरी नै भव्य रूपमा उपस्थित हुनुहोला। अझै राम्रा राम्रा कार्यक्रमहरू, ज्ञान गुणका कुराहरू अनि समाज हितका लागि, परिवार हितका लागि दिव्य दिव्य प्रसङ्गहरू श्रवण गर्न पाउनुहुनेछ। आउनुहोस्, दुईटा भजनमा आनन्द लिएर आजको सत्रलाई विश्राम। भक्तवत्सल भगवानको तिमीलाई
भक्तजन हजुरहरू जहाँ जहाँ उभिनु भएको छ त्यहाँबाट हात जोड्नु त अन्तिम प्रार्थना गर्छौँ अब आज विश्राम गर्ने समयमा ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते सहना भवतु सहनो भुनक्तु सवीर्यं करवावहे तेजस्विनावधीतमस्तु मा विद्विषावहे सबैजनाले मनमनै सम्झिनु होला पूजा मानसयो प्रभु हजुरको जानी नजानिकन श्रद्धा भक्ति गरेर अर्पण गरे खुसी भई मन सामग्री मनको पूजा हजुरको गल्ती भए मा सब क्षमा गरिदिनुहोस् म छु शरणमा हे कृष्ण हे माधव बोले भागवत भगवानको जय हो। एउटा सूचना हजुरहरूलाई दिएरौँ आज हाम्रो पाठशालामा हुने गुरुले ज्ञान मञ्चको प्रायोजन गर्नुभयो यदि हजुरहरूलाई पनि कसैलाई इच्छा लाग्यो भने केही गिफ्टहरू 5-6वटा खाता भए पनि डट पेन भए पनि हैन अरू केही अझै भगवानका फोटाहरू अथवा कुनै भागवतका पुस्तकहरू वेदका पुस्तकहरू चण्डीका पुस्तकहरू केही हजुरहरूलाई पनि भागवतको नाममा आफ्ना पितृहरूको नाममा यसो अलिकति मेरो अंशबाट पनि जाओस् न मेरो तर्फबाट पनि थोरै मात्रै भए पनि जाओस् भन्ने विचार लाग्यो भने हजुरहरूले बेलुका आउँदा ज्ञान मञ्चको लागि केही कसैले ल्याउनु भयो भने त्यो पनि यहाँबाट हजुरहरूको नाममा सबैजनालाई पुरस्कार प्राप्ति हुनेछ भागवत भगवानको आशीर्वाद प्राप्ति हुनेछ भन्ने जानकारी हजुरहरू समक्षमा गराउँदै अहिलेलाई शुभरात्रि जय श्री राम र भोलि दिउँसोको कथा हाम्रो मूल कथा हुनेछ त्यसमा पनि भरिसके भ्याइयो सकियो अवस्था जुट्यो भने हजुरहरू सबैजना सभ्य भव्य रूपमा उपस्थित हुनुहोला बेलुका अझै धेरै उपस्थित हुनुहोला राधे राधे।